भने हामीले गरेको देखरेखको सन्दर्भमा सबै नेताहरूले आउने प्रतिबद्धता जाहेर गर्ने आशा गरौँ। यो कार्यक्रम चल्दै गर्दा यो कार्यक्रमको स्टेजमा सेन्टर निर्माण क्षेत्रमा गएका सबै उम्मेदवारलाई हामीले यो घोषणा दिनमा अवश्य हामीले विश्वास दिएका छौँ। यद्यपि यो कार्यक्रममा हामीले तयारी गरिसकेपछि कोही उम्मेदवार विभिन्न कारणले आउन सक्नु भएन होला, कोही उम्मेदवारहरू व्यस्त हुनुभयो होला, तर यो फोरम सबै उम्मेदवारको साझा फोरमबाट जाने प्रयत्न गरेका छौँ। हामीले ६२-६३को आन्दोलन 10 वर्षको चलिन्छ, हिजो 36 साल, 46 साल, 17 साल, 7 साल, अस्ति भर्खरैको जेठी आन्दोलनको जन्म नेपालमा धेरै मान्छेले ज्यान गुमाएका छन्। पछिल्लो समय जेठी आन्दोलनमा धेरै नेपाली आमाका सन्तान गुमाएका छन्। यो बिचमा राजनीतिलाई जिम्मेवार बनाउनु, राजनीतिलाई जवाबदेही बनाउने र देशका निर्माण क्षेत्रमा गएका नागरिकलाई उहाँले आफ्नो विश्वास जाहेर गर्ने, यही फोरममा आफ्ना विचार राख्ने, आफ्ना भनाइ राख्ने र सेन्टरका क्षेत्रमा गएका जनतालाई एक खालको विश्वासको बाटोमा बनाउन र चुनावका नाममा एउटा दलले अर्को दललाई धोकेस गर्ने, एउटा दलले अर्को दललाई टिप्पणी गर्ने भन्दा एउटा इमानदारतापूर्वक आफ्नो पार्टीको कार्यक्रम पेश गरेर मैले आजको कार्यक्रमको सिलसिलामा पनि कुनै पनि उम्मेदवारहरूलाई अर्को पार्टीलाई आक्षेप लगाएर अर्को पार्टीप्रति चाहिँ दुराशायित अभ्यर्थी दिएर तिम्रो पार्टी यसको तिमीहरू यसको आउटपुट ढङ्गले टिका टिप्पणी नगर्ने अनुरोध गर्न चाहन्छु। तपाईँले आफ्नो कार्यक्रम राख्नुहोस्, तपाईँले सोचेको कुरा के हो, विगतमा तपाईँहरू जोडिएको जो लेगेसी जोडेर आयो त्यसमा भएका सीमा समस्याहरू गर्ने राख्न सक्ने त्यो राख्नुहोस्। ठुलो मुद्दाको विषय बनेको छ, यसै गरी आदिको हाइडेनको मुद्दा बनेको छ। यसै गरी सेन्टरका अनेकौं नागरिकका आक्रोश छन्, पीडा छन्, आशा पनि छन्, अपेक्षा पनि छन्, विभिन्न खालका आशंकाहरू पनि छन्। यसलाई चिर्न यो मैले यो कार्यक्रममा देखिरहेको छु। एक वालिङ क्षेत्रमा विभिन्न 6 मिनट बोल्न खोज्यो, अर्को उम्मेदवारले चाहिँ असम्मत गर्न सक्छ। हामीले तपाईँले 5 मिनटभन्दा बढी समय माइक लिनुभयो भने हामी घोषणा बाध्य हुन्छौँ, किनकि यहाँ एक खालको राजनीति पेचिलो प्रतिस्पर्धा पेचिलो लडाइँमा पनि छ। त्यसैले 5 मिनटभित्र उम्मेदवारले आफ्नो कुरा राख्नुहुनेछ। त्यसपछि हामीले हलमा केही मान्छेलाई आफ्ना जिज्ञासा राख्न दिन्छौँ। यसै गरी हाम्रो केपी खनालजीले केही प्रश्नहरू आएका टिप्पणी गर्दै हुनुहुन्छ र सेन्टरका सञ्चार माध्यमको हिसाबले हाम्रो गण्डकी सञ्चारका पत्रकार भिमलाल राईले यही विषयवस्तु राख्नुहुनेछ र मैले कार्यक्रममा मेरा आफ्ना विषयवस्तु यहाँ राख्दै हामी हाम्रा सञ्चार संस्था अकलाओ साथै यो निर्वाचनमा साझा भूमिका खेल्नेछ। हाम्रा लागि सबै कुरा गर्छ, तर आफ्नो पार्टीको राजनीति हाइहाइ आफ्नो पार्टीको दलमा चाहिँ बाहिर गर्ने प्रवृत्ति कुनै पनि पार्टीको नेताले गर्न पाउनुहुन्न। सेन्टरको राजनीति, सेन्टरको भूगोल, सेन्टरको भूमिका, सेन्टरको योगदान काङ्ग्रेस, एमाले, राजसपा, माओवादी, जनमोर्चा, रिपब्लिकन पार्टी, राप्रपा हामीले गहिरो 20 वर्षका हुँदै आएका छन्। उम्मेदवार चिन्छौँ, योगदान चिन्छौँ, सञ्चार माध्यमप्रति उम्मेदवारहरूको त्यही गतिले बुझ्दै दिनु अनुरोध गर्छु। यसलाई मैले हार्दिकतापूर्वक भनेको छु। पत्रकारहरू आएपछि सबैले देखेर एकदम विनम्रतापूर्वक हार्दिकतापूर्वक मैले व्यक्त गरेको छु र विशेष गरेर त्यसले अगाडि बढाउन हाम्रो कार्यक्रमका सञ्चालक अग्रवासका प्रबन्ध संस्थापक ध्रुवजीलाई अनुरोध गर्छु। धन्यवाद। त्यसरी म संसदीय कार्यक्रमलाई ढिला नगरिकन अगाडि बढाउन चाहन्छु। कार्यक्रमलाई अगाडि बढाउनको लागि सेक्टर नम्बर 2 का नेकपा एमालेका तर्फबाट उम्मेदवार दिनुभएका नेकपा एमालेको तर्फबाट उम्मेदवारी दिनुभएका आदरणीय व्यक्तित्व खिम बहादुर थापाज्यूलाई यस मञ्चमा आएर आफ्ना उम्मेदवारीका विषयमा किन मैले उम्मेदवारी दिएँ भन्ने विषय समग्रमा राखिदिनुको लागि म हार्दिक अनुरोध गर्दछु। हामी यस समय पनि सुझाएका छौँ। सम्पूर्ण उम्मेदवार साथीहरू, वाली नगरपालिकाका मेयर साथ लगायत संविधान सभाका माननीय सांसदहरू, पूर्व सांसदहरू, पत्रकार साथीहरू, यो कार्यक्रममा सहभागी सम्पूर्ण आदरणीय मेरा दाजुभाइ दिदीबहिनीहरू, सबै सदस्यहरू, नेकपा एमाले केन्द्रीय कमिटीको तर्फबाट सेन्टर क्षेत्र नम्बर 2 सुर्खेत जिल्लाबाट आफ्नो व्यक्तिगत तर्फबाट हार्दिक अभिवादन र नमस्कार गर्न चाहन्छु। सर्वप्रथम म अकला आवाजका साथीहरूलाई धन्यवाद व्यक्त गर्न चाहन्छु। यो साँच्चै नै गर्नुपर्ने कार्यक्रम, अत्यन्त महत्त्वपूर्ण कार्यक्रम। यो कार्यक्रम यस्ता कार्यक्रमहरू निर्वाचनमा नै नभइरहने, यो कार्यक्रम यहाँ मात्र देशभरि गर्नुपर्छ, यो कार्यक्रम गर्नुपर्छ। यो
माध्यमबाट उम्मेदवारका पार्टीका कुराहरू जनताप्रति पुर्याउने जमर्को गर्नुभएको छ। त्यसको लागि म धन्यवाद व्यक्त गर्न चाहन्छु। समय अत्यन्त कम छ, मैले पनि लामो बोल्दिनँ, मेरो प्रस्तुति पनि लामो छैन, मैले लामो गर्दैन। म बोल्ने भन्दा काम गर्ने उम्मेदवारहरूसँग पनि परिचित छु। मैले मेरो सन्दर्भमा धेरै कुराहरू राख्नुपर्छ जस्तो लाग्दैन, किनभने मैले कालीगञ्ज गाउँपालिकाको 9 वर्ष नेतृत्व गरेको छु। योभन्दा अगाडि प्रौद्योगिकी विकास संस्थान जो सरकारी स्वामित्व भएको संस्थान भएपछि अत्यन्त भ्रष्टाचार हुन्छ, अनियमितता हुन्छ भनेर चिनिएको संस्थानको पनि मैले नेतृत्व गरिसकेको छु। स्थानीय तहको रूपमा कालीगञ्ज गाउँपालिकाको नेतृत्व गरिसकेको छु। यो नेतृत्व गरिरहँदा दिएको अनुभव, जनतालाई गरेको सेवा, त्यसैलाई नै आधार मानेर नेकपा एमाले स्याङ्जा क्षेत्रमा मेरो उम्मेदवारी प्रस्तुत गरेको छ। उम्मेदवारी प्रस्तुत गरिरहँदा उम्मेदवारी कति दिनमा पुगेर के गर्ने होला सुन्नु लागेको दृष्टिकोण सँगसँगै मेरो व्यक्तिगत दृष्टिकोण रहेको छ। यसमा मूल रूपमा प्रतिनिधि सभामा जाने भनेको नियम कानुन बनाउने नै ऐनहरू बनाउने नै कानुन जो संविधान बनाउने संविधानको कानुन बनाउने संविधानमा आधार मानेर बनाउने कानुन नै अहिले नेपालको संविधान 2072 गत भदौ 23-24को केन्द्रीय आन्दोलनसँग जोडिएको आन्दोलनले केही धेरै भएको छ। मूल रूपमा त्यो धेरै भएको संविधानलाई लिगमा ल्याउने, त्यो सँगसँगै केही कानुनहरू बनेका छन्। करिब दुईवटा आम निर्वाचन भयो, करिब 7 वर्ष जति सरकार चल्यो, संसद चल्यो, तर संविधानले दिएको अधिकारको सँगसँगै कानुन बनेन। त्यो कानुन बनाउने नै मूल उद्देश्य हाम्रो पार्टीको पनि हो, मेरो व्यक्तिगत कानुन बनाउनु। त्यो कानुन बनाइरहँदा संविधानले जे अधिकार दिएको छ, अरू पनि थुप्रै चिजहरू छ। मेरो मुख्य जोड चाहिँ खास गरी संविधान धारा 16देखि 45 जस्तो लाग्छ 32-33वटा अधिकारहरू मौलिक अधिकारहरू स्थापित भएको छन्। मौलिक अधिकारको व्यवस्था गरेका छ। त्यो मौलिक अधिकार यति राम्रो रूपमा व्यवस्था गरेका छ। त्यो मौलिक अधिकारहरूलाई प्रयोगमा ल्याउनलाई अथवा सञ्चालनमा ल्याउनलाई कानुनहरू बनेको छ। सिम्पल रूपमा कुरा गर्ने स्वास्थ्य सम्बन्धी अधिकार बनाएको छ, स्वास्थ्य सम्बन्धी हक बनाएको छ, स्वास्थ्य भएको काम गरेको छ। शिक्षाको हकको कुरा गरेको छ। अहिले अत्यन्त जल्दो रूपमा रहेको रोजगारीसँग सम्बन्धित छ। रोजगारीसँग सम्बन्धित अधिकारको कुरा गरेको छ। भनेकै रोजगार प्राप्त गर्ने अधिकार छ। त्यो अधिकार भनेकै चाहिँ लगायत थुप्रै अधिकारहरू 30-32वटा मौलिक हकहरू छ। त्यो सन्दर्भमा जनताको पक्षमा रहेर काम गर्ने मेरो मूल रूपमा कानुन बनाउने दृष्टिकोण पुग्नेछ र पार्टीको दृष्टिकोण त्यहाँनिर पुगेछ। किनभने अहिले विकास निर्माण पनि हो, सँगसँगै विकास निर्माण जोडिन्छ र विकास निर्माणलाई पनि कानुनले जोड्नु पर्यो। अहिले पावरको आधारमा अथवा पहुँचको आधारमा विकास निर्माण हुने गएको छ। अब पहुँचको आधारमा होइन, नीतिको आधारमा, कानुनको आधारमा त्यो विकास हुनुपर्छ। यसको उदाहरण दृष्टान्त सानो भए पनि मैले कालीगञ्ज गाउँपालिका प्रस्तुत गरिसकेको छु। कुनै ठाउँ कसैलाई पनि निवेदन नगरेर आवश्यकता आधारमा कहाँ के आवश्यकता छ, कहाँ बाटो पहिले पुर्याउनु पर्ने हो, कहाँ पहिले बनाउनु पर्ने हो, कहाँ विद्यालय पहिले बनाउनु पर्ने हो, कहाँ कृषिको काम पहिले बनाउनु पर्ने हो, कहाँ खानेपानीको कुरा पहिले बनाउनु पर्ने हो, कहाँ सिँचाइका कुराहरू अगाडि बढाउनु पर्ने कानुन बनाएर काम सुरुवात गरेको छु। कालीगञ्जमा विकास अब अर्को 5 वर्ष पनि आउँछ भन्ने कतै हेरेर आफ्नो इच्छाले मात्रै बनाउनु पर्दैन, सोधहरू मात्रै गरेर हाल्दैन। त्यस्तै किसिमको नेपालमा नेपालभरिमै कहाँ के आवश्यकता छ त्यो किसिमको कानुन बनाउनमा महत्त्वपूर्ण भूमिका हुन्छ पार्टी तर्फबाट र मेरो तर्फबाट भूमिका हुनेछ। यो सँगसँगै आफ्नो ठाउँको विकासको सन्दर्भ कुरा छ। अघि थोरै कुरा उठाउनु भएको छ, सञ्चालकहरू आयोजकहरू कुरा उठाउनु भएको छ। स्याङ्जाको 2 नम्बर के हो त? स्याङ्जाको मूल के हो त? स्याङ्जालाई मूल रूपमा रूपान्तरण गर्ने सबै धेरै वर्षदेखि चर्चामा रहेको धेरै हाम्रो पुरानो बाटो सिद्धार्थ हाइवे
यो मूल चासो यसलाई सम्पन्न गर्न जरुरी छ। धेरै पटक उठे, धेरै नेताहरू यसमा कुरा गर्नु, धेरै पटक सांसद हुनुभयो, तर यो सम्पन्न गर्न जरुरी छ, महत्त्वपूर्ण हुनेछ। त्यत्तिकै आदि खोला हाइड्याम सरसरमा रहेको त्यो डिपिआर पनि सम्पन्न भएको छ, तर यो काम भएको छैन। हुन्छ कि हुँदैन पनि थाहा छैन। यो अन्यतालाई अन्त्य गर्ने त्यो सँगसँगै चुप्पै कृषिसँग सम्बन्धित, पर्यटनसँग सम्बन्धित, गोरख मैदानदेखि आरामदेवीसम्म घरौँदेखि चापको सम्बन्ध र कृषिको सम्बन्ध गर्दा हाम्रो चापमा सबैभन्दा ठुलो मार्च छ। स्याङ्जा भन्न भन्नामा चिनिन्छ। त्यो लगायत पहाडी एरियामा सुन्तलाहरूदेखि थुप्रै चिजहरू उत्पादन गर्न सकिन्छ। यहाँ यो उत्पादन हामीहरू पहिलो प्राथमिकता हुनेछ। रोजगारी हो, विशेष गरी रोजगारीसँग जोडिएको छ। रोजगारीमा जोडदार योगदानमा आधारित सामाजिक सुरक्षा कोष अथवा हामीलाई नागरिकलाई त्यो जिम्मेवारी सामाजिक सुरक्षा कोषसँग जोड्नुपर्छ। त्यसमा पनि कानुन बनाउनुपर्छ। कानुन बनाएर सबै नागरिक जसरी मैले कार्यक्रममा स्वास्थ्यमा काम गरेँ, शिक्षामा काम गरेँ, सामाजिक सुरक्षाको कोषमा काम गरेँ, त्यो कामलाई हामी बृहत्तर रूपमा यो सिङ्गो 2 नम्बर क्षेत्र सिङ्गो स्याङ्जा जिल्ला र सिङ्गो देशभरि लानलाई मेरो महत्त्वपूर्ण भूमिका र मेरो प्रस्तुति हुनेछ। मेरो दाबीदार त्यहाँनिर हुनेछ। सरकारमा जस्तो सरकार बनाएको सरकारको नेतृत्व गरिरहने बाटोको काम हुनेछ। त्यो त्यसैको लागि मेरो उम्मेदवारी हो। यसैले सार्नभन्दा मैले समय छोट्याउँछु, सार्नभन्दा मेरो दृष्टिकोण सार्नभन्दा रोजगारीसँग सम्बन्धित, स्वास्थ्यसँग सम्बन्धित, महँगो स्वास्थ्यसँग सम्बन्धित, त्यसैको लागि फेरि हामी यो वालिङमा अस्पताल 50 सयको कम्ती सुविधा सम्पन्न अस्पताल जो धेरै नाम हुने गर्छ, यी लगायतका थुप्रै मसिनरी थुप्रै चिजहरू छ। यो यहाँको आवश्यकता अनुसारको विकासलाई अगाडि बढाउने सन्दर्भमा महत्त्वपूर्ण काम गर्नलाई म यहाँ जानु परेको पार्टीको तर्फबाट जिम्मेदारी प्रस्तुत गरेको तपाईँहरू हुँदा राख्दै यो महत्त्वपूर्ण अवसरलाई हार्दिक धन्यवाद व्यक्त गर्दै मेरो धन्यवाद। त्यसै गरी सरस्वती छोटोमा 5 मिनटको समय छ। त्यो समय मेराभित्र रहेर आफ्ना भाइहरू उम्मेदवारीका विषयको जानकारी दिनको लागि नेपाली कम्युनिस्ट पार्टीको तर्फबाट क्षेत्रमन्त्रीका उम्मेदवार पदम विश्वको लागि अनुरोध गर्दछु। ध्रुवजीलाई अकला आवाज साप्ताहिकका प्रधान सम्पादक प्रकाश लिम्बेज्यू, सर्वप्रथम त म आज शहीद दिवस माघ 16 गते यो देशमा परिवर्तनको लागि, सबै खालका परिवर्तनको लागि आफ्नो हाँसी प्राण उत्सर्ग गर्ने ती महान शहीदहरू जसले हामीलाई अनन्त रूपमा परिवर्तनको यात्रा र इमान्दारीको यात्रामा लागिरहनुको निमित्त चाहिँ प्रेरणा दिनुहुन्छ। उहाँहरूप्रति म भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु र उहाँहरूले देखाएको बाटोमा निरन्तर निष्ठापूर्वक, इमान्दारीपूर्वक अघि बढिरहने म प्रतिबद्धता गर्छु। अब सर्वप्रथम त अकला आवाज साप्ताहिक जसले यो महत्त्वपूर्ण कार्यक्रम आयोजना गर्यो र हामीले छुट्टै पत्रकार सम्मेलन गरेर हाम्रा आफ्ना धारणाहरू सार्वजनिक गर्ने जुन एउटा चाहिँ काम थियो त्यसलाई पुरा गर्ने अवसर थियो। त्यसको लागि म धन्यवाद व्यक्त गर्न चाहन्छु। र हामी निर्वाचनको फागुन 21 को निर्वाचनको तयारीमा छौँ। निर्वाचन एउटा हाम्रो पार्टीले समाजवादी यात्राको एउटा आन्दोलनको रूपमा निर्वाचनमा सहभागी हुने गर्दछ र अहिलेको परिस्थिति विगतका निर्वाचनहरू जस्तै अहिले छैन। तपाईँहरूलाई थाहा छ यो मुलुकमा भएको राजनीतिक अस्थिरता, भ्रष्टाचार, कुशासन, बेरोजगारी, आर्थिक सङ्कट लगायत यावत समस्याहरूको कारण मुलुकमा जुन निराशा उत्पन्न भयो, युवाहरूमा निराशा उत्पन्न भयो र त्यसमा एउटा पूर्ववर्ती गठबन्धन सरकारले जसरी आगोमा घिउ हाल्ने काम गर्यो,
भ्रष्टाचारीलाई संरक्षण गर्ने अधिनायकवाद र दम्भ देखाउने लोकतान्त्रिक एउटा हक सामाजिक सञ्जालको प्रतिबन्ध गर्ने जस्ता काम गरिसकेपछि जेनजीहरूले तपाईँ हाम्रा कलिला भाइ बहिनीहरूले कम्तीमा पनि भ्रष्टाचार मुक्त हुनुपर्छ, सुशासन कायम हुनुपर्छ र सामाजिक सञ्जाल खुलाइनुपर्छ भन्ने आन्दोलन गरे। त्यो आन्दोलनमा निशंस दमन भयो। त्यो दमन सामान्य दमन थिएन, सामान्य एउटा लोकतान्त्रिक प्रक्रिया अन्तर्गत सहभागी भएका कलिला विद्यार्थीहरू जो विद्यालय पोसाकमा थिए, तपाईँ हाम्रा छोराछोरी थिए, तिनीहरूको निशंस हत्या गरियो। 2500 भन्दा बढीलाई घाइते बनाइयो, गोली हानियो ताकि त्यसको आक्रोशले 24 गते जुन ध्वंसात्मक ध्वंस भयो होइन, मान्छेले भन्ने गर्छन् षड्यन्त्र भन्ने गर्छन्, तर त्यो थिएन। सबै सहभागीहरूले आक्रोश थियो, त्यो अभिभावकहरूको आक्रोश थियो, नेपाली जनताको आक्रोश थियो। त्यो आक्रोशले भौतिक संरचना ध्वस्त भयो। यद्यपि नेपालका महत्त्वपूर्ण सम्पदाहरू ध्वस्त भए, व्यक्तिका निजी घरहरू जलाइए, व्यवसायहरू जलाइए र तपाईँ हामी एउटा अत्यन्त पीडादायी अवस्थाबाट अहिले गुज्रिरहेका छौँ र यसको राजनीतिक विकासको रूपमा यो निर्वाचन हुँदैन र त्यो राजनीतिक विकासको महत्त्वपूर्ण पहलकर्ता मध्ये हाम्रो नेपाली कम्युनिस्ट पार्टी र अहिले चर्चा चल्दैछ संसद पुनर्स्थापनाको विषय छ, तर संसद पुनर्स्थापनाको विषयले मुलुकमा विकास दिँदैन। त्यो जेनजी विद्रोहको म्यान्डेट थिएन र हामीले त्यसलाई निर्विकल्प रूपमा हाम्रो पार्टीले निर्वाचनमा सहभागी भयो र अहिले त्यो हामी निर्वाचनको लागि एउटा आन्दोलनको रूपमा अगाडि बढिरहेका छौँ र मेरो क्षेत्र नम्बर 2 को म उम्मेदवार छु। मैले समयमा पृष्ठभूमि वार्ता 5 मिनट भएछ र मैले थोरै 1-2 मिनटमा सक्ने विषय के हो भने मैले हाम्रो पार्टीको तर्फबाट मैले क्षेत्र नम्बर 2 मा उम्मेदवार दिएको छु। यहाँका मतदाता समक्ष मैले भन्ने कुरा प्रतिबद्धता गर्ने कुरा के हो भने म तपाईँहरूको सुखदुःखमा साथ हुनेछु। मुख्यतः उम्मेदवारको भइसकेपछि, तपाईँले विजय गराइसकेपछि गर्ने काम भनेको इमान्दारितापूर्वक निष्ठापूर्वक विकास निर्माणका काम, नीति निर्माणका काम र कानुन निर्माणको काम महत्त्वपूर्ण हुन्छ। ती सबै पाटलमा यहाँको सुझाव, राय, सल्लाह सहित मैले भौतिक विकास र मानवीय विकास, मानवीय पक्षको विकास समेत सँगसँगै राखेर म अगाडि बढ्ने प्रतिबद्धता गर्छु र यहाँका कृषि, पर्यटन, उद्यम, बेरोजगारी र सामाजिक न्याय जुन असमानता विभेदहरू छ त्यसको अन्त्य गर्ने र यहाँ भौतिक विकास सँगसँगै विशेष गरी यहाँका ठुला परियोजनाहरूमा मैले अगाडि सार्छु, सविस्तार मैले अगाडि सार्ने प्रतिबद्धता गर्छु। केही दिनमा त्यसलाई मैले विकास निर्माणको कोणबाट स्याङ्जा एउटा सम्भावनायुक्त ठाउँ हो। त्यो यहाँ परिवर्तनको, न्यायको सँगसँगै रूपान्तरणको अपेक्षा पनि मतदाताले गरेका छन् भन्ने मलाई लाग्छ र त्यो दिशामा हामी सँगसँगै अगाडि बढ्नेछौँ। यति भन्दा भन्दै मेरो समय सकिएछ र मैले अहिले अब तपाईँहरू सँगसँगै प्रश्न उत्तरमा म सहभागी भएर मैले सविस्तार आफ्ना विषयहरू समय मिलेसम्म मैले राख्नेछु भन्ने विषय राख्दै मेरो प्रारम्भिक छलफलको यो मुख्य सुरुको मन्तव्य यही अन्त्य गर्छु। धन्यवाद। धन्यवाद नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार समय एकदम छोटो छ, टाइम पनि छोटो छ, 5 मिनट राखिएको छ। त्यो अवधिभित्र आफ्ना भनाइहरू राख्नुपर्ने भएकाले मैले सम्बोधन छोडाएर आफ्ना भनाइ राख्नको लागि अनुरोध गर्दछु। त्यसै गरी राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट उम्मेदवार रवि पाठकज्यूलाई विशेष अनुरोध गर्दछु। मेरो एउटा त्यसको जगेर्ना गर्नका निम्ति मेरो एउटा उपाय छ।
र म यो नेपाल भ्रमणको दौरानमा हिँड्दै गर्दा यो भैँसारोचनदेखि हजुरको कोशी ब्यारेजसम्म हाम्रो नदी नालाहरू जो छ त्यसको कारणले पनि म यसको लागि म त्यसको विरोधको लागि मेरो उम्मेदवारी गरेको छु। र यहाँ नेपालमा हाम्रो एकदम कृषि प्रधान देश छ। नेपाल कृषि प्रधान देशमा यहाँ जे भने त्यही हुन्छ। हामीले एउटा सामान्य कुविन्डो लगाएर पनि हाम्रो देश निर्माण गर्न सकिन्छ कि कृषि क्षेत्रमा त्यति प्रबल क्षमता छ हामीसँग। हामीसँग अरू लाउन सकिन्छ, धान खेती गर्न सकिन्छ। यस्तो राष्ट्रलाई चाहिँ हजुरको अहिले यस्तो जुन चाहिँ हाम्रो मरुभूमि बनाइयो त्यसको निम्ति पनि मेरो यो कृषिमा एकदमै सोच छ। र अरू भन्दै गर्दाखेरि हाम्रो यो प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार भएर जितेर जानुहुने दुईवटा मन्त्रीहरू हुनुहुन्थ्यो। उहाँहरूले यो चुनावी माहौलमा एउटा यो सिद्धार्थ राजमार्गको हाइवेको कार्यक्रमहरू ल्याउनुहुन्छ, विस्तारको कुराहरू ल्याउनुहुन्छ र हाइड्याको विषयको कुराहरू ल्याउनुहुन्छ। उहाँ गइसके यहाँ चुनाव जितेर गइसकेपछि जनतालाई गरेका बाचाहरू पुरै अधुरो रूपमा उहाँहरूको आफ्नो लाइफस्टाइललाई धेरै माथि पुर्याउने उहाँहरूको चाहिँ त्यस्तो व्यवहारले गर्दाखेरि मेरो उम्मेदवारी छ। र म एउटा सामाजिक परिवारको मान्छे पनि हो। सानैदेखि सामाजिक क्रियाकलापमा म अत्यन्तै खटिराखेको छु। त्यसै गरी हामी यो नीति निर्माणका कुराहरू हाम्रो शिक्षाले कुरा गर्नुभयो। हामी 10 वर्ष त नीति निर्माणकै कुरामा हामी अगाडि बढ्यौँ। तर अहिलेसम्म के नीति बनाएको छौँ त? नीति नै छैन अहिलेसम्म। सधैँभरि नीतिको लागि चाहिँ हामी लडिरहँदा हाम्रो देश निर्माण गर्ने कहिले, विकास गर्ने कहिले? विश्व सामु हाम्रो नेपाल अहिले 100 वर्षभन्दा पछाडि छ के विकासको क्रम हेर्दाखेरि। विकासको क्रममा मान्छे तलबाट चाहिँ ट्रेन पुर्याएको छ, माथिबाट ट्रेन पुर्याएको छ, तल सबै कुराहरू देखिरहेका छन्। समुद्रमा एयरपोर्ट बनिरहेका छन्। हाम्रो राष्ट्र किन हुन सक्दैन? यो विषयमा मैले साह्रै चिन्ता छु। म देश दौडानमा हजुरको हिमालदेखि तराईसम्म पूर्व बेचेदेखि पश्चिम महाकालीसम्म म दौडानमा गइरहेकोमा अत्यन्तै मेरो भाग्य भएर म हेर्न सक्दिनँ त्यो कुरा। त्यस कारणले पनि मेरो उम्मेदवारी छ। र यो राष्ट्र निर्माण गर्न त्यति दुःख छैन। दलीय प्रणालीमा हामी एकदम सभ्यताका साथ सबै दललाई चाहिँ हामी मिलेर हाम्रो राष्ट्रलाई मिलाएर अगाडि बढाउन सकिन्छ। हामी आफै द्वन्द्व गर्छौँ, हामी आफै कल गर्छौँ, झगडा गर्छौँ, राष्ट्र निर्माण हुँदैन। सधैँ हामी आफ्नो स्वार्थको लागि मात्रै पछाडि छौँ, हाम्रो आफन्तीको लागि मात्रै पछाडि छौँ। विकास र निर्माणका प्रक्रिया हेर्दाखेरि जहिले पनि त्यस्तो मात्र देखिन्छ। सामान्य एउटा सिंह दरबार छिर्न सकिँदैन। हजुरको तपाईँ जानुभएको छ होला, सायद सामान्य मान्छे सिंह दरबार पस्न सक्दैन। एउटा भिजिटिङ कार्ड पनि जान सक्दैन। बाहिरबाट भित्रबाट फोर्स लगाएर जानुपर्ने यस्तो बाध्यता छ कि नागरिक हुन्छ। म धेरै पटक चाहिँ त्यो गर्दाखेरि पनि मेरो आफ्नो यस्तो विषयहरूमा साह्रै भइसकेको छ। र अन्तिममा अब कुराहरू त धेरै नै छ, तर अन्तिममा म के समय कुन चाहिँ गराइसकेको छ। अन्तिममा म के भन्न चाहन्छु भने राष्ट्रिय प्रजातन्त्र पार्टी हिन्दू धर्मको लागि र राष्ट्र संस्थाको लागि एउटा बोकेर हिँडेको पार्टी हो। यो कुरामा विमति छैन। हामी हिन्दू राष्ट्रकै पक्षमा छ। हाम्रो धर्म, संस्कार, संस्कृति सारा कुरा हाम्रो हिन्दू नै छ। विश्वमा अरू मुलुकहरूमा आफ्नो जाति हिसाबले पनि धर्मका राष्ट्रका नाममा चाहिँ उहाँहरूको छ। तर हामीले किन गर्न सकिरहेको छैनौँ? केही फरक पर्दैन। हामीले मैले हिन्दू धर्मको विषयको कुरा गर्दा मुस्लिमहरू अथवा अरू अन्य क्रिस्चियन जातिहरूलाई पनि अफर होला। तर उहाँहरू पनि हाम्रो पार्टीभित्र उम्मेदवारी भएर आउनु भएको छ। क्रिस्चियनका साथीहरू पनि हाम्रो उम्मेदवारी हुनुहुन्छ। मुस्लिम साथीहरू पनि हाम्रो चाहिँ यो प्रतिनिधि सभामा चाहिँ उम्मेदवारी हुनुहुन्छ। त्यस कारण मैले मात्रै भन्न खोजेको होइन कि एउटा मुस्लिमले पनि हिन्दू राष्ट्र चाहेको कुरा चाहिँ हजुरमाथि म समस्या त्यसको गर्दछु। र अन्तिममा मेरो सबभन्दा फरक मेरो गाउँ समाजको एक ठाउँमा सबैभन्दा ठुलो समस्या भनेको बाँदरको समस्या छ। यो 1 नम्बरमा मैले बाँदरको समाधान गर्ने कुरा हजुरका अगाडि प्रतिबद्धता गर्न चाहेको छु। मैले एउटा सामान्य भन्नु मन लागिहाल्यो। म चाहिँ एउटा पारिवारिक कृषकको हिसाबमा अलि ठिकै खालको मान्छे। एकचोटि हाम्रो गाउँमा बाँदरको विषयमा मान्छे नै पाइएन। बाँदरको सल्लाह गरियो, बाँदरको मान्छे पाइएन। अनि मैले चाहिँ यसो विचार गरेँ, बाँदर मैले खोज्छु साथीहरू भनेर मैले 3 महिना निःशुल्क बाँदर किनिरहेको छु। आज मलाई विश्वास लगाएँ। त्यस्तो मसँग चाहिँ मैले त्यसको उयो गरिरहेको छु। अरू सामान्य कुराहरू त भन्दै नभन्नुपर्छ।
त्यसै कारणले यो राष्ट्र समृद्धि हुनुपर्छ, यहाँका जनता सुखी हुनुपर्छ, यहाँको जनता अर्काको गुलाममा फस्नु नपरोस् भन्ने कुरा मेरो उम्मेदवारी छ। त्यसकारण हजुरहरूको मतदाताहरूले सबैले मलाई एकचोटि राष्ट्रिय प्रजातन्त्र पार्टीलाई हलो चिन्हमा भोट दिएर जिताउनु हुनेछ भन्ने अपेक्षा राख्दै बिदा हुन्छु। धन्यवाद। धन्यवाद राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट सबै पार्टीहरूलाई। तपाईँहरू प्रतिनिधि सभाको सदस्यमा उम्मेदवार दिँदै हुनुहुन्छ। तपाईँहरू कानुन बनाउने ठाउँमा हुनुहुन्छ, कानुनको परिधिभित्र पनि आफूले पनि चाहिँ बाधा गर्नुहोला। म यसै क्रममा अतिथिको एउटा आशा ग्रहण गर्न चाहे। नेसनल रिपब्लिकन नेपाल तर्फबाट उम्मेदवार त्यसबाटै थापालाई आशा ग्रहण गर्नको लागि म हार्दिक आग्रह गर्दछु। सँगै आफ्ना धारणाका भनाइ राखिदिनुका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट उम्मेदवार झलिलाल लुम्रेज्यूलाई मञ्चमा भेटाउन चाहन्छु। अवस्था गर्नुभएका अध्यक्षज्यू, उम्मेदवारज्यूहरू, पत्रकारज्यूहरू, उपस्थित सम्पूर्ण बान्धवहरूलाई नमस्ते, जय गरे। सर्वप्रथम त अकाल आवाजलाई यो अवसरको लागि आभार धन्यवाद व्यक्त गर्न चाहन्छु र आज शहीद दिवस यो देशमा विभिन्न बलिदानी दिनको लागि ज्ञात अज्ञात शहीदहरूप्रति हार्दिक श्रद्धा सुमन पनि व्यक्त गर्न चाहन्छु र विशेष गरेर यो झमिला लुम्रेले आफ्नो क्षेत्र साइका क्षेत्रमा 2बाट उम्मेदवारी दिँदै गर्दा विशेष गरेर एउटा सांसदको रूपमा जारी भएको कानुन निर्माण गर्नलाई नै चाहेको रूपमा सांसदको रूपमा जाँदै गर्दा पहिले हामीले आर्थिक रूपमा आफ्नो ढुटीलाई कसरी बढाउन सकिन्छ भन्ने विषयमा नै अलिकति केन्द्रित हुनुपर्ने आजको आवश्यकता छ। त्यसमा होला युवा उद्यमीको कुराहरू होला, रोजगार सृजनाका कुराहरू होला, उद्योग धन्दाको कुराहरू होला। त्यसमा चाहिँ नीतिगत तरिकाले कसरी हामीले काम गर्न सक्छौँ र कृषि सुधारको लागि हामीले नीतिगत कसरी काम गर्न सक्छौँ। र मेरो विज्ञताको आधारमा हेर्नुहुन्छ भने मेरो विज्ञता ग्रामीण क्षेत्र नेपालको कन्टेक्स्टमा 90% भन्दा धेरै ग्रामीण क्षेत्र रहेको मुलुकमा देशमा त्यो ग्रामीण क्षेत्रको अलिकति दिगो तरिकाले विकास कसरी गर्न सकिन्छ भन्नेमा नै मेरो अध्ययन रहेको कारणले गर्दा र आइटी सेक्टरबाट अहिलेको डाटा हेर्नुहुन्छ भने आइटीबाट हाम्रा युवा साथीहरूले 500 मिलियन भन्दा धेरै $500 मिलियन भन्दा धेरै वार्षिक रूपमा आम्दानी गरिराख्नु भएको छ र उहाँहरूले त्यो आम्दानी गर्दै गर्दा विभिन्न कानुनी झन्झटहरू छन्। बाहिर एक्सपोर्ट गर्दै गर्दा उहाँहरूको सिपहरू उहाँहरूले आइटीको सेक्टरबाट बाहिर एक्सपोर्ट गर्दै गर्दा विभिन्न कानुनी कम्पनी खोल्नेदेखि लिएर त्यहाँको पैसाहरू यहाँ ल्याउनेदेखि लिएर विभिन्न कानुनी झन्झटहरू छन् र त्यसलाई सुधार गर्नको लागि मेरो पहिलो प्राथमिकता रहेछ। र ग्रामीण क्षेत्रमा विभिन्न हेर्नुभयो भने 2वटा घरहरू छ, त्यहाँ हामीले पालिकाले, प्रदेशले, सङ्घले बजेटहरू लैजाँदै गर्दाखेरिमा बाटोघाटो, बिजुली सबै कुरा लैजाँदै गर्दाखेरि एकदमै खर्चिलो छ। त्यसको लागि एकीकृत बस्तीको योजनाहरू ल्याउनु पर्ने आजको आवश्यकता छ। त्यो कानुनी तरिकाले चाहिँ जनतालाई राम्रैसँग सम्बोधन हुने तरिकाले एकीकृत बस्तीको योजनाहरू ल्याउनु पर्ने आजको मैले आवश्यकताको रूपमा देखेको छु। र त्यसै गरी कृषिमा बाधाका कुराहरू त आइहाले। जस्तै हामीले के गर्न सक्छौँ भने त्यसलाई पनि नीतिगत तरिकाले डाइरेक्टली होइन, अरू छिमेकी राष्ट्रहरू के गरिरहेका छन्। जस्तै भारत चाइनामा हेर्नुहुन्छ भने त्यो बाँदरको नियन्त्रणको लागि बाँदर कहाँ छन् भनेर हेर्नको लागि एउटा ट्र्याकिङको सिस्टम ल्याएको छ भनेको बाँदर आज कुन ठाउँमा छ, कुन अवस्थामा छ र त्यसलाई चाहिँ भनौँ न हाम्रो खेतीयोग्य जमिनसम्म कति समयमा आइपुग्छ भन्ने कुराको डेटा चाहिँ हामीले त्यहाँबाट हेर्न सक्ने खालको प्रावधान छ भनेको नीतिगत तरिकाले यदि त्यसलाई पनि गर्न सक्यो भने विभिन्न कुराहरू हुन्छ। र विकासका मुद्दाहरूमा हामी सैन्य क्षेत्र नम्बर 2 को विशेष गरेर सिद्धार्थ राजमार्गको कुरा त भइहाल्यो। सिद्धार्थ राजमार्गलाई कसरी स्तर उन्नति गर्न सकिन्छ आदिको हाइड्यामका कुराहरू हुन्छन्, डिपिआरपी परिसकेको अवस्था छ। तर त्यसलाई कार्यान्वयनको पछिमा कहिले गर्न सक्छौँ? अहिले पनि के भइराखेको छ भने सिद्धार्थ राजमार्गको आसपास तल जुन आदि खोला छ, आदि खोलामा तपाईँको त्यसको आसपासका बस्तीहरू अहिले पनि घर बनाउनलाई चाहिँ अलिकति अप्ठ्यारो परेको, पहिले बनियो के बनियो त्यो अन्योमा छ। त्यो गर्न सक्छ भने त्यसलाई भनेको पहिलो भनेको हामी प्राप्त गर्ने आर्थिक रूपमा हामीले कहाँबाट ल्याउँछौँ र त्यो बनिसकेपछि हामीले चाहिँ कति चाहिँ आर्जन गर्न सक्छौँ। त्यहाँ जस्तै यही बाटो हुँदै विभिन्न छिमेकी देशका पर्यटकहरू पोखरा जानुहुन्छ र पोखरा र लुम्बिनी जोड्ने जुन धार्मिक रूपमा पनि अत्यन्त महत्त्वपूर्ण रहेको त्यो लुम्बिनी जोड्ने सडक सबभन्दा छोटो दूरीको सडक यही पर्छ भनेको त्यसलाई स्तर उन्नति गर्नको लागि नीतिगत तरिकाले, कानुनी तरिकाले हामीले कसरी काम गर्न सक्छौँ भन्नेमा चाहिँ अलिकति केन्द्रित रहने मैले यहाँलाई जानकारी गराउन चाहन्छु। यसै गरी
पर्दैमा स्वास्थ्यका समस्याहरू छन्। अहिले पनि सुविधा सम्पन्न अस्पतालहरू हामीले निर्माण गर्न सकिरहेका छैनौँ। त्यसमा पनि मेरो अलिकति बढी ध्यान हुने यहाँलाई म जानकारी गराउन चाहन्छु। र विभिन्न कुराहरू हामीले गर्नुपर्ने नानाबिना कुराहरू छन्। जनजीविकाको सम्बन्ध साना कानुनका मसौदाहरू तयार गर्दै गर्दाखेरिमा ठुलो यहाँका जनतालाई प्रभाव परेर देखिन्छ। कृषिकै कुरा गर्ने हो भने सुन्तला आजको तथ्याङ्क अनुसार 1 अर्ब 32 करोडको सुन्तला चाहिँ स्याङ्जाबाट बाहिर जान्छ भनेको हामीले बेच्न सक्छौँ, हाम्रा कृषकहरूले बेच्न सक्छौँ। र कृषि अनुदानकै कुरा गर्ने हो भने वास्तविक कृषकले भन्दा टेबलै कृषकले चाहिँ बढी अनुदान पाएको छ भनेको उत्पादनको आधारमा हामीले कृषकहरूलाई अनुदान दिन सक्ने खालको कानुन बनायौँ। उत्पादनको आधारमा गर्न सक्छौँ भने त्यसले चाहिँ पक्कै रूपमा रकाइता देला भन्ने मैले अपेक्षा गरेको छु। र भन्नुपर्ने कुराहरू मेरा प्रतिबद्धताहरू एउटा उम्मेदवारको रूपमा धेरै कुराहरू थिए, तर हाम्रो आयोजकज्यूले हाम्रो उद्घोषकज्यूले समय सकिसक्यो भनेर जानकारी गराउनु भएको छ। र अन्तमा मैले भर्खर जेएनजीको त्यत्रो मुभमेन्ट पाएको छ र म आफै उम्मेदवार पनि युवा र त्यो जेएनजीको जुन छ त्यो धर्म अनुसारको काम गर्ने यहाँलाई प्रतिबद्धता व्यक्त गर्दै र समयको चापको कारणले गर्दाखेरि मैले आयोजकहरूलाई के चाहिँ अनुरोध गरेँ भने मलाई चाहिँ उहाँहरूले भन्दाखेरिमा 2 घन्टाको समय भन्नुभएको थियो र 11:20मा म यहाँबाट निस्किनुपर्ने भएको कारणले गर्दा मतदाताहरूको प्रश्न चाहिँ सुरुमा मलाई राखिदिनुको लागि म आयोजकहरूलाई अनुरोध गर्दै अहिले वक्तव्य यहाँले गर्न चाहन्छु। नमस्ते, जय हिन्द। मातृभूमि पार्टीबाट उम्मेदवार धनबहादुर थापाज्यूलाई स्टेजमा अनुरोध गर्छु। अक्कल आवाज साप्ताहिकद्वारा आयोजित भएको हुँदाखेरि सबभन्दा पहिला अक्कला देवी मातालाई नमन अर्पण गर्न चाहन्छु। 2 नम्बर क्षेत्रबाट उम्मेदवारको हैसियतले यहाँ आज उहाँको सामने प्रस्तुत भएको छु। त्यस कारणले अलिकति आफ्नो बारेमा र पार्टीको बारेमा पनि तपाईँहरूलाई विस्तारमा होइन संक्षिप्तमा चाहिँ बताउन चाहन्छु। यो पार्टी भनेको विशेष गरेर पूर्व सैनिकहरूको, भूतपूर्व सैनिकहरूको र पूर्व सुरक्षाकर्मीहरूको ले जन्माएको चाहिँ यो पार्टी हो। यसलाई चाहिँ तपाईँहरूले खोको पार्टी पनि भन्न सक्नुहुन्छ अगर चाहनुभयो भने। यसमा चाहिँ नै सर्वप्रथम भारतीय सेनाबाट म रिटायर भएर चाहिँ आएको तकरिबन 15-16 वर्ष भयो। त्यसपछि मैले चाहिँ नै एउटा कल्याणकारी संस्था बनाएको थिएँ भारतीय सेनाको, जसको नाम चाहिँ संयुक्त भूतपूर्व सैनिक प्रहरी कल्याणकारी महासंघ नेपाल नामले जानेको थियो, जसमा कि भारतीय सेनाका, ब्रिटिस सेनाका, सिङ्गापुर पुलिस र नेपाल सेना र प्रहरी सबैलाई सामेल गरेर चाहिँ हामीले यो महासंघ चलाइरहेका थियौँ। र यो महासंघको काम चाहिँ कल्याणकारी काम थियो। बेसिकली खास गरी पूर्व सैनिकहरूको हकको लागि चाहिँ काम गरिरहेका थिए। सँगसँगै हामीले के पायौँ भने नेपालले पनि, नेपाल आर्मीले पनि यसै किसिमको चाहिँ एउटा संस्था चाहिँ स्थापित गरेको रहेछ, जसको नाम चाहिँ पूर्व सुरक्षाकर्मी परिषदको नामले चाहिँ राखेको रहेछ। हामी दुईटैमा सबै पूर्व सैनिकहरू, सुरक्षाकर्मीहरू सामेल भएको हुँदाखेरि हामी दुवै जोडेर पनि काम गर्न लाग्दाखेरि चाहिँ हामीले देशका कुना-कुनामा गएर चाहिँ हाम्रा साथीहरू र विधवा दिदीबहिनीहरूको कल्याणकारी काम गर्दाखेरि चाहिँ हामीले देशको बारेमा पनि अलिकति बुझ्न पाइयो। विशेष गरेर हामी भारतीय सेनाबाट सेवानिवृत्त भएर आएका भूतपूर्व सैनिकहरूलाई चाहिँ देशको बारेमा पनि धेरै जानकारी नभएको हुँदाखेरि यो भ्रमणहरूले चाहिँ हामीलाई धेरै शिक्षित भएको र देशको बारेमा जानकारी भयो। र त्यो क्रममा हामीहरूले धेरै कुरोहरू देख्न पायौँ। र सबभन्दा ठुलो कुरो के देख्यौँ भने हामीले त्यो विकृतिहरू धेरै देख्यौँ। अब त्यो विकृतिहरूको कारण चाहिँ मैले के देखेँ भने खास गरेर यो पार्टीको निर्माण गर्नको लागि मेरो धेरै घोषणा हुँदाखेरि चाहिँ म तपाईँहरूलाई आफ्नो विचारधारा बोक्न चाहन्छु। यसमा के थियो भने मैले के देखेँ भने अब देशमा सबभन्दा कमी चिज भनेको राष्ट्रियताको भावना नभएको। हाम्रो देशमा चाहिँ राष्ट्रियता भनेको केही पनि छैन। हामीले आफूलाई नेपाल त भन्छौँ, नेपाली त भन्छौँ, तर नेपालीपन अहिले हाम्रो देशमा छैन भनेर म तपाईँहरू भन्न चाहन्छु। यसकारण यो पार्टीको मुख्य उद्देश्य भनेको चाहिँ हाम्रो देशमा चाहिँ राष्ट्रियताको भावना
जागृत गर्नु नै हाम्रो सबभन्दा ठुलो सबभन्दा ठुलो मुद्दा चाहिँ हामीले यसमा राखेको छ। दोस्रो कुरा, हाम्रो देशलाई चाहिँ हाम्रो आफ्नो देश बनाउन चाहन्छ, यानि कि नेपालवादलाई चाहिँ हामीले जन्माउन चाहन्छ। नेपालवाद भनेको नेपालकै संस्कृति, सभ्यता, परम्परालाई चाहिँ मध्यनजर राखेर हामी आफ्नो देश बनाउन चाहन्छौँ। भित्रभित्र देख्दाखेरि मैले के देखेर भने यो देश हाम्रो देशको नेताहरूले चलाएको छैन, बल्कि हाम्रो देशको नेताहरूलाई चाहिँ बाहिरको देशले चलाएको देख्यो भने त्यसो हुँदाखेरि यो राष्ट्रियवादको मुद्दा लिएर चाहिँ हामी अगाडि बढिरहेको छौँ यो पार्टीलाई लिएर। किनभने जहाँ राष्ट्रियता छैन त्यहाँ चाहिँ यो राष्ट्र बस्न सक्दैन। आज हाम्रो राष्ट्र भनेको चाहिँ हाम्रो राष्ट्रमा जो हुनुपर्ने चिजहरू छँदै छैन। राष्ट्रमा हुनुपर्ने चिज सबभन्दा ठुलो शक्ति भनेको त्यो युवा हो। आज चाहिँ हाम्रो देशको युवाहरू 50 लाखभन्दा पनि धेरै युवाहरू बाहिर छन्, पलायन भएका छन्। किन बाहिर छन्? किनभने राज्यले चाहिँ चाहिँ यहाँ रोजगार दिन सकेको छैन। त्यो रोजगार ल्याउनुको लागि चाहिँ हाम्रो ठुलो प्रयास हुनेछ भन्दाखेरि हाम्रो अर्को अभियान हुनेछ, गाउँघरको अभियान, देशभरको अभियान। हामीले चाहिँ आफ्नो जति पनि युवाहरू छन् उनीहरूलाई चाहिँ जो बाहिर गएका छन् उनीहरूलाई फर्काउने चाहिँ अभियान चलाउनुको लागि त्यो कसरी गर्ने? त्यो गर्नुको लागि चाहिँ हामीहरूको देशमा छ, हाम्रो देश बहुत धनी छ, प्राकृतिक रूपले बहुत धेरै छ। त्यसो हुँदाखेरि उनीहरूलाई वापस ल्याउनुको लागि हामीले चाहिँ देशमै रोजगार तयार गर्ने चाहिँ कहीँ सम्पूर्ण कुरोहरू छन् त्यो हामीले गर्न सक्छौँ, त्यो गर्छौँ। र सबभन्दा ठुलो कुरो उनीहरूलाई वापस ल्याउनुको लागि चाहिँ हामीले सबभन्दा प्रथम के गर्न चाहन्छौँ, आफ्नो यो क्षेत्रमा भन्दाखेरि एउटा मोडल गाउँ बनाउन चाहन्छौँ। मोडल यानि कि बाहिरबाट आफ्नो मान्छेलाई भित्र ल्याउनुको लागि चाहिँ हामीले मोडल गाउँ बनाउँछौँ। मोडल गाउँ भन्दाखेरि सबै किसिमको चाहिँ सुविधा त्यहाँ हुनु पऱ्यो ताकि बाहिर गएको मान्छेहरू पनि त्यहाँ आउन उनीहरूलाई इच्छा होस्, आएर बस्ने इच्छा होस्, यही आफ्नो उद्योग गर्ने इच्छा होस्। त्यो तरिकाले चाहिँ हाम्रो पार्टी चाहिँ अगाडि बढ्नेछ। यति भन्दैसँग सबैको भावले गर्दाखेरि म त उहाँलाई धेरै कुरो भन्न सक्दैन। पछि क्वेसन आन्सरमा चाहिँ यो धन्यवाद। त्यसै गरी ढिला नगरिकन राष्ट्रिय जनमुक्ति तर्फबाट राजेन्द्र गैरीलाई यहाँ नियमित निर्वाचन 84मा हुनुपर्ने त्यो 82मा किन ल्याएको त्यो प्रश्नबाट सिक्न आयो। कसलाई हतार भयो, त्यो किन हतार भइरहेको छ? यो चुनाव मललाई हो, नेपाली जनतालाई हो कि त्यो भित्र षड्यन्त्रकारी तत्त्वलाई हो? यो कुरा यहाँले अलिकति विधान फुट्याएर सोध्न पर्ने जरुरी हामीले देख्यौँ। र अर्को शब्द अर्को के हो भने यो अभियानमा, चुनावी अभियानमा राष्ट्रिय जनमतले योगदान किन दियो होला भनेर पनि यहाँलाई चासो विषय आवश्यक छ। राष्ट्रिय जनमतले किन उम्मेदवार दिएको छ भने राष्ट्रिय जनमतको मुद्दा भनेको गणतन्त्रको रक्षा, राष्ट्रियताको रक्षा गर्नको लागि र यहाँ सबैलाई भएको भाँडो सङ्घीयता प्रदेश खारेज गराउनको लागि हामीले यो उम्मेदवारी, यो मुद्दालाई अघि बढाउनको लागि हामीले उम्मेदवारी दिएका छौँ। अर्को हाम्रो उम्मेदवारी भनेको राष्ट्रवादी नागरिकता विधेयकलाई संशोधन गर्नुपर्छ। नत्र भने यो राष्ट्रवादी जन्मको आधारमा राष्ट्रवादी नागरिक भयो भने हामी नेपालीहरू हकमा त पर्ने, फेरि भुटानले गर्न हुने सम्भावना भएको हुनाले हामी आफ्नो स्वाधीनतालाई जोगाउनको लागि नागरिकता विधेयक छाडिदिनुपर्छ भन्ने हाम्रो मान्नु।
तिम्रो मुद्दा अर्को तपाईँहरूलाई थाहा छ, सबैलाई थाहा छ, पत्रकार बन्धुहरूलाई पनि सबैलाई थाहा छ। थाहा हुँदा हुँदै पनि यो आवाज ननिक्लेको हामी पाएका छौँ। भारतीय सेना काला पानीबाट तुरन्त हटाउनुपर्छ। यहाँ कुनै पनि सरकार बनेका पनि काला पानीबाट भारतीय सेना हटाउने कुनै पनि सरकार अहिलेसम्म देखिएको छैन। मलाई लाग्छ शक्तिको पुजारीहरू मैले कसैलाई हित गर्नु चाहना राख्ने जरुरत कसैले हित गर्दैन। आफ्नो अधिकार हो, उम्मेदवार हुनुभएको छ, म पनि भएको छु, म राजनीति गरिरहेको, म राष्ट्रिय चुनावको जिल्ला अध्यक्ष हो, क्षेत्र नम्बर 2 को उम्मेदवार पनि हो। मेरो चुनाव चिन्ह हाम्रो चुनाव चाहिँ गिलास हो, यहाँबाट थाहा होला। अलिकति अर्को कुरा, सब नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई यो अभियान हाम्रो अभियान हिंसा हो त्याग्न पनि हामीले खुराक दिन सक्छौँ। खुराक दिने अभियान हो हाम्रो यो। किनकि द्वन्द्वकालमा करिब खुला बनाउँदा दलहरूको झन्डा लुकेको थियो। एउटा मात्रै शक्ति यहाँ थियो, त्यो राष्ट्रिय जनमोर्चा। खबरदार मित्रहरू, नेपाली जनतालाई तर्साउन पाउने छैन, पाउँदैन भनेर अभियान गर्दै हिँड्दा हामी कब्जामा पर्यौँ। कहिले सेनाको कब्जामा, कहिले सशस्त्रको कब्जामा, कहिले महारानीको कब्जामा पर्दै एक फरक फलाम खालिँदै। धन्यवाद मित्र, अब म छट्याउँछु। सबभन्दा पहिला यो खाना नदिए पनि हुने, तर बोल्न अलिकति समय पाइएन भने अलिकति कता कता अप्ठ्यारो पनि हुँदैन। अलिकति समय थोरै किनकि बरु 3 दिन भोकै बस्न म तयार छु। यो बोल्न पनि के दिनुभयो भने पट्ट आउँछ। त्यस कारणले मित्रहरू खबरदार भन्दै हिँड्दा मान्छेले हतियार बनाउँछ मित्रहरू, विश्व बनाउँछ। हतियारलाई मान्छे बनाउँदैन, यति कुरो बुझ्नु होला है। साध्य बनेको विचार हो। हामी साना छौँ, विचार ठुलो छ। हाम्रो समूह सानो छ, खालिएका छौँ। त्यस कारणले अब आगामी चुनावमा अहिले हामीले विचार पुर्याएनौँ भने हामीलाई कस्तो हुनेछ। हामी त करिब यो मञ्चमा बस्ने उम्मेदवारहरू मध्येमा म करिब बुढो मान्छे हो। म बुढो भए तापनि मेरो विचार राष्ट्रिय जनमोर्चाको विचार बुढो छैन। ज्यादै मूल्याङ्कन गर्नुहोस्। हामीसित हिँड्दा भोट छैन। हामीले पार्टीलाई विश्वास गर्छौँ, आफूलाई विश्वास गर्छौँ, परिवर्तनतिर विश्वास गर्छौँ। त्यस कारण हामी यहाँ उम्मेदवारी भएका छौँ। यहाँ हामीले काम गरेर पायौँ भने सेनिजालीलाई बुटोल पावर कम्पनीको सेयर दिलाउने हाम्रो अभियान हो। वनजङ्गल जोगाउने हाम्रो अभियान हो। उत्पादनमा आत्मनिर्भर हुने हाम्रो अभियान हो। विदेश पलायन हुने युवाहरूलाई रोक्ने हाम्रो अभियान हो। श्रम मन्त्रालयबाट युवा शक्ति व्यक्ति रोकथाम गर्ने हाम्रो अभियान हो। यहाँहरूले कुरा बुझ्नुहोस्। परनिर्भरलाई चाहिँ हामी आत्मनिर्भर हुने हाम्रो अभियान हो। त्यस कारणले अहिले बुद्धि पुर्याएनौँ भने, फेरि पनि झुक्कियौँ भने हामी बुढा त गयौँ, हाम्रो युवा र हाम्रो नानीहरूको अधिकार समेत विदेशीलाई सुम्पनी हुन्छ। त्यहाँ गिलास चिन्हमा मत दिए राष्ट्रिय जनमोर्चालाई जिताउन अनुरोध गरेको विधालाई धन्यवाद। धन्यवाद राष्ट्रिय जनमोर्चाका तर्फबाट राजेन्द्र बैनीलाई। त्यसै गरी नेसनल रिपब्लिकन नेपालको तर्फबाट केशबहादुर थापाज्यूलाई यस स्टेजमा आएर आफ्ना धारणा राखिदिनुको लागि म हार्दिक अनुरोध गर्दछु। का सब
लाई सोच सम्झेर नयाँ नेतृत्वलाई साथ दिनुहुनेछ भन्दै म अपिल गर्न चाहन्छु र मेरो प्रतिबद्धता यस प्रकार छ जनतामा सुशासन प्रत्यक्ष कार्यकारी राष्ट्रपति संसद मन्त्री बन्न नपाउने वर्ण भेटी नीति अर्थात् रङ्ग भेटी नीति धार्मिक तथा सांस्कृतिक विभेद जातीय लैङ्गिक वर्गीय लगायत सबै प्रकारका विभेदहरूको अन्त्य गरी पूर्ण रूपमा मानव अस्तित्व सहितको मानव अधिकार मौलिक हकलाई मान्यता दिइनेछ। मङ्गलबार दर्शन प्रतिबद्ध रही पूर्ण लोकतन्त्र धर्मनिष्ठा प्रान्तीय सरकार निर्माण र मजबुत गर्नमा लागिरहनेछ। भ्रष्टाचारीलाई अन्त्य गर्नु साथै भ्रष्टाचारीले लुटेको सम्पत्तिलाई राष्ट्रियकरण गरी देशको विकासमा लागिनेछ। सार्वभौमतालाई सर्वोच्च मानिनेछ। सबै नागरिकहरूलाई समान अधिकार स्वातन्त्र्य र अवसर प्रदान गरिनेछ। संविधानलाई देशको सर्वोच्च कानुन मानिनेछ र देशको एकता र अखण्डता कायम गर्न सबै नागरिकको कर्तव्य हुनेछ। न्यायपालिका व्यवस्थापिका कार्यपालिका सन्तुलनपूर्ण सत्ता विभाजन गरिनेछ र मेरो अनुभव म विदेशी भूमिमा 28 वर्ष सैनिकको मैले इमान्दारी सिपाही वफादारी भएर मैले म आफ्नो देशमा आएको छु र अहिले पनि मेरो बद्धता भनौँ या मेरो मन इच्छा के छ भने यो देशमा हजुरहरूले मलाई नेसनल रिपब्लिक नेपाल एनएलएनको चुनाव जित्न माओरीमा भोट दिएर जिताउनु भयो भने हजुरको सेवा गर्नेछु भन्दै मेरो यो प्रतिबद्धता यहीँ समापन गर्न चाहन्छु र हजुरको दिन शुभ रहोस्। हवस्, जय प्रवासी। आफ्ना धारणा सहित समग्र मिडियामा आएका विज्ञापनहरू उम्मेदवार सुधारको लागि अगाडि आवाज साप्ताहिकद्वारा जनताका जिज्ञासा प्रश्न र योगदानको प्रतिबद्धता कार्यक्रमका अध्यक्ष एवं अकाल आवाज साप्ताहिकका प्रधान सम्पादक मित्र प्रकाश दुबेज्यू, आजको यो महत्त्वपूर्ण कार्यक्रममा आफ्ना धारणाहरू राख्नको लागि आम मतदाताहरूलाई आफ्ना कुरा भन्नको लागि उपस्थित हुनुभएका सेन्टर क्षेत्र नम्बर निर्वाचन क्षेत्र नम्बर 2 का सम्पूर्ण उम्मेदवारहरू जति सक्नुहुन्छ त्यति बाचा गर्नुहुनेछ र गाउँ समाजलाई सौहार्द एकता कायम गर्ने यहाँहरूले वातावरण निर्माण गर्नुपर्छ र त्यो आवश्यकता हो भन्ने कुरा म राख्न चाहन्छु। हामीले राजनीतिक दलमा विभक्त भएर हामीले
धन्यवाद। हामीले यो कार्यक्रमको विषय राखेका छौँ। हामीसँग जनताका फेरि प्रश्नहरू छन्, त्यो बाँकी नै छ। यसै बिचमा पनि यहाँ उपस्थित हुनुभएका जति पनि चाहिँ आदरणीय व्यक्तित्वहरू छ, उहाँहरूलाई थोरै समय सुनाएका छौँ। तपाईँहरूका केही जिज्ञासा छन् भने आफ्नो ठाउँबाट उठेर चाहिँ आफ्ना क्वेसनहरू सठिकमा चाहिँ सम्बोधन नगरिकन राख्न सक्नुहुनेछ भनेर म टाइम सुनेको भएको चाहिँ लोकभवन भएको चाहिँ जानकारी गराउन चाहन्छु। भएर आउनुभएको नेतृत्व दिन चाहनेहरूलाई मेरो एउटा प्रश्न छ होइन। प्रकृतिले सुम्पेको यो मानव शरीरलाई तपाईँहरूको समूहले माझा बजारमा पिउँदै होइन, जहाँ भेट्यो त्यहीँ होइन, तँलाई ठोक्छु बजाउँछु भन्दै हिँड्ने अधिकार तपाईँहरूको नेतृत्वमा कसले दियो? तपाईँहरूले चुनेर पठाएको जनताद्वारा निर्वाचित अफिस कार्यालयमा अफिसमा हुनुपर्ने नेता अथवा नेतृत्वको मान्छे माझा बजारमा नागरिकलाई धम्की दिँदै हिँड्न पाउँछ भने त्यो तपाईँको लोकतन्त्र र समाजवादको नारा कहाँ गएर चाहिँ लागु हुन्छ मलाई बताइदिनुहोस्। कुन चाहिँ हो? मेरो प्रश्न छ, हरेक नेतृत्वलाई यो प्रश्न हो मेरो है। एउटालाई मात्रै होइन, भोलिको अर्कोलाई नि पर्न सक्छ, सबैले निभाउन पर्ने स्थिति हो है। तपाईँहरू म मरेँ भने मेरो अगाडि मुर्दा लाउँदाखेरि होइन, म शमशान घाटमा जल्नुपर्ने तपाईँहरूको नेतृत्वमाथि मुर्दा हात लाउँदाखेरि तपाईँहरू फेरि सक्षम छौँ भनेर कसरी आउन सक्नुहुन्छ? मेरो तर्क यो हो तपाईँमाथि। देशको विकासको बाटो कोर्न भनेर उपस्थित हुनुभएको छ विभिन्न दलका पार्टीका नेताज्यूहरू। उहाँहरूका धेरै कुरा सुनियो, कतिपय कुरा खुसी पनि लागिरहेछ। हामी जनता एउटा भोटरको तर्फबाट यो देशलाई कुन मुडतिर लैजाने हो, जसले जितेर जानुहुन्छ उहाँहरूले यो देशको दिशा कोर्ने जरुरी छ। हिन्दूको विषयमा हिन्दू राष्ट्र हुनुपर्छ भन्ने विषयमा एकजना राष्ट्रिय प्रजातन्त्र पार्टीको उम्मेदवारले भन्नुभएको थियो। महिलाहरू सानोदेखि माथिसम्म जुन जनतालाई दिन पर्ने सुशासन हो त्यो सबैले गर्छु भन्दै 17 सालदेखि अहिले यहाँसम्म आइरहनु भएको छ। 17 साल, 42 साल, 65 सालमा धेरै आन्दोलनहरू भए, धेरै नेताहरूले जितेर जानुभयो। तर हाम्रो देश पुगो गति लाउने भन्दा पुगो तल गति लाइरहेको हामी नागरिकले भोगिरहेका छौँ। सम्पूर्ण महिलाहरूलाई पनि न्याय हुने गरी यो देशलाई सही मार्गमा कोर्ने गरी हजुरहरू अगाडि बढ्नुहोस्। जो बन्नुहुन्छ, जो नेता बन्नुहुन्छ, जनताले उहाँहरूलाई नै मान्ने गर्न पर्ने हुन्छ। जनताको विचारलाई मध्यनजर गर्दै र एउटा मात्रै कुरा मैले के भन्न चाहन्छु भने यो स्याङ्जा क्षेत्र नम्बर 2बाट यहाँबाट पोखरा नपुग्दै धेरै जनताको मृत्यु भइरहेको छ। सबैले छातीमा हात राखेर सबभन्दा पहिला यहाँ आइसियुमा राख्ने बिरामीको हस्पिटल तयार गर्छु भन्नुहोस्। पहिला बाँचौँ त्यसपछि बचाऊँ भन्ने अभियानका साथ हजुरहरूसित बिदा हुन्छु। मेरो नाम शोभा गैरे हो। हस्, जय राष्ट्रवाद। नमस्कार, मेरो नाम रोनिस हो। मेरो प्रश्न रहेको छ हाम्रो राष्ट्रवादको उम्मेदवारसँग। अघि तपाईँको भर्खरै वक्तव्यमा तपाईँको भाषणमा भन्नुभयो, अन्तिममा भन्नुभयो जेएनजी मुभमेन्टमा चाहिँ जसो भयो त्यसको चाहिँ हामी हेर्नेछौँ, न्याय दिनेछौँ भन्नुभयो। तर वालिङमा चाहिँ तपाईँको देशव्यापी रूपमा जति पनि आन्दोलन भयो, जति पनि तोडफोड भयो, जति पनि ज्यानको धनको नाश भयो, वालिङमा त्यस्तो केही भएन। अनि अझै पनि वालिङमा केही नभयो भने मेरै सन्दर्भमा भएको भाइहरू बहिनीहरू 100जना प्लस छन् कि जुन कि पहिला कि अरू पार्टीहरूमा हिँडिरहेको, अरू पार्टीको प्रचार गरिरहेको भाइ बहिनीहरू छन्। अब चाहिँ के गरिन्छ नि? हामी कङ्ग्रेसको नयाँ नेतृत्व आएको छ, राष्ट्रवादको नयाँ उम्मेदवार आएको छ। अब हामी चाहिँ के गरिन्छ नि? हामी अगाडि कसरी बढ्ने? अब देशव्यापी रूपमा जेएनजीको नाम बेच्दै राष्ट्रपालले मत मागिरहेको छ, लिटरली नामै बेचिरहेको छ। किनकि यो अहिलेको नियोजन हुन लागेको नि जेएनजी मुभमेन्टको कारणले नै हो। किनकि आन्दोलन भयो, केहीको लागि आन्दोलन भयो, अन्तिम चाहिँ केही कुरामा भइरहेको छ। जेएनजीकै नाम बेचेर मत मागिरहेको छ।
अनि अर्को कुरा मत माग्ने आधार के तपाईँको पृष्ठभूमि के तपाईँ विगतको दिनमा कहाँ हुनुहुन्थ्यो यो 2-4 वर्ष 5 वर्ष अगाडि के गरिरहनु भएको थियो अब चाहिँ अब देशलाई हाम्रो क्षेत्र नम्बर 2 लाई चाहिँ अब कसरी अगाडि बढाउँदै हुनुहुन्छ कता कता के विकास गर्नुहुन्छ अघि भन्नुभयो 500 मिलियन आइटीको रूपबाट थियो त्यो अहिले त्यो इलिगली भयो नि त ट्याक्स पे गरेको त त्यस्तो कतै छ जस्तो लाग्दैन अनि वाइलिङमा चाहिँ तपाईँको विकास छ अनि पछि वाइलिङको लोकल वाइलिङमा क्षेत्र नम्बर 2 मा गाउँमा चाहिँ हस्पिटल रोजगारी भन्दा पनि तपाईँले सानो उद्योग कलकारखाना जुन कि डाइरेक्टली कृषिसँग रिलेटेबल होस् त्यो चाहिँ हजुरले कसरी गर्न सक्नुहुन्छ र हामी तपाईँसँग हिँड्ने आधार के हो तपाईँसँग हिँड्ने बाटो के हो त्यो चाहिँ बताइदिनुहोस् है आयोजना गरेको यस कार्यक्रमप्रति मलाई त लाग्थ्यो यो हल आज भरिकै छ र यहाँ प्रश्नका साथीहरू आउँछन् तर प्रश्नहरू सुन्ने देखिए किन हो आम नागरिकहरूमा चुनावको निराशा छाएको यस सम्बन्धमा पनि माथि मञ्चमा बस्ने व्यक्तित्वहरूले बुझ्नु जरुरी छ मेरा केही प्रश्नहरू छन् निर्वाचनमा उम्मेदवारहरूले धेरै आशा र बाचा प्रस्तुत गर्नुहुन्छ र हिजोका दिनमा हामीले ती बाचा र आशा धेरै सुनि पनि सकेका छौँ तर निर्वाचन पछिको कार्यान्वयनबारे नागरिकतामा पूर्ण शङ्कामा छन् त्यसैले गर्दा ती नागरिकहरूलाई अब स्वच्छ र स्वस्थ तवरले सही नेतृत्व आज आवश्यकता हो त्यसै कारणले गर्दा तपाईँहरूका आम नागरिकसँगका कार्यक्रमहरू प्राथमिकताका क्षेत्रहरू पक्कै पनि भाषाकोमा आउनेछन् तैपनि यहाँबाट प्रस्तुत गर्नुहुनेछ भन्ने कुरामा हामी आशावादी छौँ आम नागरिक हिसाबले त्यसै गरी मौसम बनाएको छ 5 लाइन मार्केटमा छरपस्ट छ मैले व्यापारी हुँ मैले पनि उद्योग वाणिज्यसँग 3000 किनेकै हो तर मैले अहिलेसम्म पास भएको छैन कारण के त्यसै गरी निर्वाचित भएपछि तपाईँ मतदाता स्थलमा मतदातासँग कति पटक कुन औपचारिक र के माध्यमबाट तपाईँ हामीहरू समक्ष आउनुहुन्छ हिजोतिर गयो हरायो भन्ने परिपाटी अवगतिमा नहुन् यदि तपाईँ आफ्ना मुख्य वाचापत्र पुरा गर्न असफल हुनुभयो भने मतदाताले तपाईँलाई कस्तो किसिमको उत्तरदायित्वमा राख्ने हामीले कता कसरी तपाईँहरूलाई राख्ने आज राजनीतिक रूपमा अलोकप्रिय भए पनि आगामी 10-15 वर्षमा देशलाई लाभ पुग्ने किसिमका संरचनात्मक सुधारहरू यहाँबाट के हुन सक्छन् के तपाईँ मतदाता होइन र के तपाईँ देशको आम नागरिक होइन र त्यसैले गर्दा तपाईँले गर्ने काम तथा क्रियाकलापहरूका टाइम बाउन्डहरू स्मार्ट स्पेसिफिक एमबाट भिजनेबल आरबाट रियलिस्टिक टीबाट टाइम बाउन्डेड छन् कि छैन यी कुराहरूमा यहाँले प्रश्न पार्नको लागि म विशेष अनुरोध गर्छु हस्त धन्यवाद क्षेत्रको मतदाता म चाहिँ सर्वप्रथम यो अकलावासीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु यस क्षेत्रमा सचेतना फैलाउने क्रममा यसले महत्त्वपूर्ण भूमिका खेलेको हामीले महसुस गरेका छौँ र मेरो प्रश्न राख्न चाहन्छु काठमाडौँ हाम्रो देशकै राजधानी हो काठमाडौँ हाम्रो देशकै राजधानी हो पोखरा देशको पर्यटकीय सहर स्याङ्जा क्षेत्र नम्बर 2 करिब 60 किलोमिटरको दूरीमै अवस्थित छ केन्द्रबाट पनि टाढा मान्न सकिँदैन यति हुँदाहुँदै पनि हाम्रो क्षेत्रमा स्वास्थ्य रोजगारी उद्योग र अवसरमा किन पछाडि छ अझ भनौँ देशको केन्द्रीय भागमा हामी छौँ प्रकृतिले पनि हामीलाई साथ दिएकै छ मानिएका ठुला दलका नेतृत्व बारम्बार यसै क्षेत्रका नेता जीवहरू हुनुहुन्छ र प्रशासनिक हिसाबले पनि हामी अब्बल थियौँ र छौँ यसलाई सम्बन्धित जीवहरूलाई राख्न चाहन्छु दशौँको नेतृत्व गर्दा पनि किन सक्नु भएन र रासोपा नेतृत्वलाई यसको जवाफ माग्न चाहन्छु तपाईँहरूको लागि आश गर्ने ठाउँ के छ र अर्को महत्त्वपूर्ण क्वेसन हाम्रो जहिले पनि भोट माग्ने बेलामा यो सिद्धार्थ हाइवेलाई देखाइन्छ र बारम्बार सिद्धार्थ हाइवेको नाम बेचिन्छ दशकौँ भयो कहिलेदेखि यसको भोट माग्ने मात्र नभएर यो प्रक्रियामा अघि बढ्छ र सम्पन्न हुन्छ यसको उत्तर खास गरी हाम्रो माननीय ज्यू र सांसद पद्म अर्यालज्यूले बारम्बार यसको नेतृत्व र
यसको विषयमा कुरा उठाउनु भएको थियो। यसको विषयमा हाम्रो खिम थापाज्यूले यसलाई उत्तर दिनुहुन्छ भन्ने अपेक्षा राख्छु। हस्, धन्यवाद। प्रतिबद्ध भएर राखेका प्रतिबद्धताप्रति पनि हाम्रो सम्मान छ। तर एउटा कुरा के भन्न मन लाग्यो भने तपाईँको उत्तर दिने स्थानमा रहँदै गर्दा प्रश्न गर्ने र उत्तर सुन्ने मान्छेहरू कति सङ्ख्यामा हुनुहुन्छ, यसले तपाईँलाई के कुराको जानकारी गराइरहेको छ भन्ने प्रश्न गर्न चाहन्छु एउटा। तर विगतका जनप्रतिनिधिहरूले गरेका आधारमा जनताले तपाईँहरूले बोलेका कुरा विश्वास मान्ने आधार प्रमाण के दिन सक्नुहुन्छ यो आवश्यक छ। सधैँ ढाँट्नेहरूका बोलीबाट थकित भएका नागरिकहरूले तपाईँबाट आश गर्ने आधार के? मेरो सबैको लागि यो क्वेसन हो। र अन्तिममा एउटा क्वेसन छ, भौतिक विकासका कुरा तपाईँहरू सबैले गर्नुहुन्थ्यो, गर्नु होला। तर भौतिक विकासले शान्ति दिन्छ कि दिँदैन यो महत्त्वपूर्ण कुरा हुन्छ। जबसम्म विश्व शान्ति, राष्ट्र शान्ति, मानव शान्ति हुँदैन तबसम्म तपाईँहरूका यो भौतिक विकासले कुनै अर्थ राख्दैन। तपाईँहरूको यसबारेमा के सोच छ सबैका लागि यो प्रश्न राख्दै म सुरेश प्रसाद गैले बिदा हुनु राख्दिनँ। अनौठो खालको दृश्य देखियो, फरक खालको दृश्य र परिवेश देखियो। समय उहाँले खास चाहिँ कुनै पार्टी विशेषको कुरा भन्दा पनि एउटा घटनाक्रमले के देखायो भन्दा नेपालमा हाम्रा सरकारी कार्यालयहरू चाहिँ जले। त्यसमा चाहिँ जेएनजी भाइहरूको पनि गलत नियत त थिएन होला, तै पनि उहाँहरूले चाहिँ सकारात्मक दृष्टिकोणले केही कुराहरू मागहरू राख्दै गर्दाखेरि जुन खालका घटनाक्रमहरू पछि देखिँदै गए त्यसले चाहिँ हामीलाई चिन्तित तुल्याएको छ हामी आम नागरिकलाई। तसर्थ मैले विशेष गरी अब रासोपाबाट भएका युवा उम्मेदवारलाई म के प्रश्न गर्न चाहन्छु, मैले उहाँलाई मात्रै नभएर सबै राजनीतिक दललाई पनि हो, फेरि व्यक्तिगत रूपमा उहाँलाई होइन। एउटा के प्रश्न गर्न चाहन्छु भन्दा अहिले पछिल्लो समय रासोपाले चाहिँ जुन काठमाडौँका मेयर बालेन्द्र शाहलाई प्रधानमन्त्रीको रूपमा अगाडि सारिरहँदा र यो जेएनजी आन्दोलनको घटनाक्रम हेरिरहँदा बारवटा फाउन्डेसनले चाहिँ केही गतिविधि गरेका कारणले र त्योसँग त्यहाँनिर जोडिएका त्यो फाउन्डेसनमा जोडिएका पात्रहरूलाई हाइलाइट गर्ने कुरा, हिजोदेखि चाहिँ उनीहरूलाई अगाडि बढाउँदै लाने कुरा र उनीहरूलाई विभिन्न पुरस्कार प्रदान गरेर चाहिँ उनीहरूलाई हाइलाइट गर्ने कुरा देखियो। र सँगसँगै फेरि अहिले बालनजी फेरि राष्ट्रिय स्वतन्त्र पार्टीमा गएर प्रधानमन्त्रीको उम्मेदवारको रूपमा प्रस्तुत भइसकेपछि स्वाभाविक रूपमा चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीको चाहिँ प्रधानमन्त्रीको उम्मेदवार भएपछि प्रश्न चिन्ह चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीमाथि आइपुग्छ। खिम थापालाई तपाईँहरूले मैले तपाईँहरूको चाहिँ इन्टरभ्यू पनि लेख्दा पनि यो कालीगण्डकी गाउँपालिकामा मैले गरेको विकास निर्माणको गतिले त्यहाँका मतदाताहरूले मलाई संसद भवनमा जानुपर्छ, यहीँको विकास निर्माणको मोडलमा काम गर्नुपर्छ भन्दै गर्दा नेपालमा कुनै पनि राजनीतिक दलहरूको बहुमत पनि आउने गरेको पनि छैन र यो अहिले पनि कुनै सम्भावना पनि देखिएको छैन। तपाईँले गरेको निःशुल्क स्वास्थ्य बिमा र 20 युनिटसम्म विद्युत तपाईँले निःशुल्क भनिराख्नु भएको छ। के तपाईँ संसद भवनमा जाँदै गर्दा देशभरिका यी आम नागरिकहरूकोमा घरदैलोमा यो जलस्रोतमा धनी देश मानिएको यो देशमा तपाईँले चाहिँ कसरी अध्ययन गर्नु भएको छ, त्यो सम्भावना छ या छैन? अहिले तपाईँको पालिकामा लागू भइरहेको जुन निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम हो यो नेपाल सरकारले नै गर्न नसकिरहेको अवस्थामा तपाईँले यही नारा लिएर हिँड्नु भएको छ कि योभन्दा अगाडिका सांसदहरूले यो नसकेर हो या सम्भावना नभएर हो या अध्ययन नगरेर हो? त्यस विषयमा बहुमत नआइरहेको कारणले गर्दा तपाईँले ल्याएका यी धारणाहरू चाहिँ पुगिन सक्ने अवस्थामा चाहिँ पुग्दै गर्दा तपाईँको आवाज कसरी बुलन्द पार्न सक्नुहुन्छ यो धारणा राखिदिन अनुरोध गर्दै मेरो आफ्नो प्रश्न यही अन्त्य गर्न चाहन्छु। डाक्टर सागर ढकाल अहिले एउटा त्याग गर्छन्। यहाँहरू चुनावमा उठिरहँदाखेरि आफ्नो पार्टीको अवधारणा, पार्टीको नीति, पार्टीको व्हिप विरुद्ध उठ्ने निलिस्ट क्यारेक्टरको हिक्मत छ कि छैन होला भनिदिनु होला। धन्यवाद, नमस्कार। टु दि पोइन्ट उदारगत रूपमा त्यसरी राख्ने हुन म सबै उम्मेदवारजीहरूलाई हार्दिक अनुरोध गर्न चाहन्छु। सबैभन्दा पहिला यो प्रश्नहरूको क्रममा फेसबुकमा आएको प्रश्नहरू म उठाउन चाहन्छु। म सारमा पनि लिएको छु, धेरै
जनाले एउटै खालको प्रश्न पनि छ। त्यसै कारणले गर्दाखेरि कसले राख्नु भएको छ भनेर मैले त्यो नाम चाहिँ उच्चारण गर्दिनँ यहाँ, किनभने 2-3 जनाले राखेको प्रश्न पनि एउटै टाइपको क्वेसनलाई हामीले यहाँ मुद्दागत रूपमा टिपेको अवस्था छ। र सुरुमा यहाँ कङ्ग्रेसको उम्मेदवार हामीले निमन्त्रणा गर्दाखेरि पनि आउनु भएको छैन, त्यस कारणले कङ्ग्रेस र एमालेको संयुक्त रूपमा आएको प्रश्नहरूलाई चाहिँ हामीले एमाले उम्मेदवार आदरणीय खिमबहादुर थापाजी हुनुहुन्छ, उहाँलाई आएको कुराहरू म राख्न चाहन्छु। सुरुमा अहिलेसम्म कङ्ग्रेसले अनि एमाले जितिराख्दाखेरि विकास किन गर्न नसकेको होला स्याङ्जामा भनेर सोध्नु भएको छ। कृपया जवाब दिइहाल्नु होला संक्षिप्तमा। दुईवटा पार्टीलाई संयुक्त रूपमा सोध्नु भएको छ कङ्ग्रेसका साथीहरू। अहिलेसम्म विकास नभएन। विकास तपाईँले एकपटक 47को अवस्था अथवा 46को आन्दोलनभन्दा अगाडि र 46 पछाडिको दशकहरूलाई खेलाएर हेर्नुभयो भने अहिले विकास प्रत्येक घरको गाउँ पुगेको छ, टोल टोलमा पुगेको छ, गाउँ गाउँ पुगेको छ, तर पर्याप्त छैन। अलिक ठुला समाजलाई अहिले रूपान्तर गर्ने किसिमको विकास भएको छैन। यो नहुनुमा के सरकार छैन। यति त फरक दलले फरक पटक गरेको छ, नेकपा एमाले पनि गरेको छ, कङ्ग्रेसले पनि गरेको छ, अरू दलले पनि गरेको छ, तर विकास कसले नेतृत्व गरेको बेलामा विकास भएको छ मैले भनिराख्नु पर्दैन। एकचोटि नेकपा एमालेका उम्मेदवार के अरे प्रधानमन्त्रीले नेतृत्व तथा नेकपा एमालेका नेताहरूले नेतृत्व गरेको बेलाको विकास र अरूले गरेको विकासको सन्दर्भ जोड्नु भने पुग्छ भन्ने मलाई लाग्छ। यसैमा यहाँ जिल्लामा समस्या पऱ्यो भने के पाल्पा के पोखरा गर्नुपर्छ, हजुरको प्रतिबद्धता के छ? अस्पतालै छैन त नभनौँ, तर सुविधा सम्पन्न अस्पताल छैन। सुविधा सम्पन्न अस्पताल छैन। मैले अघि प्रतिबद्धता जाहेर गर्ने क्रममा पनि भनेको थिएँ। वालिङ हाम्रो सेन्टर हो, स्याङ्जाको सेन्टर हो। वालिङमा सुविधा सम्पन्न कम्ती पनि 50-100 अस्पताल भए पनि सुविधा सम्पन्न किसिमको अस्पताल बनाउनुपर्छ भनेर मैले प्रतिबद्धता जाहेर गरेको छु। यो काममा मैले काम लाग्छु। योभन्दा अगाडिको चुनावमा लाग्ने गरेको भएर बुथ क्याप्चर हुन्छ जहाँ जसले सक्छ। पितृको भोट भन्ने दार्जिलिङको घटना त चौचार नै हुन्छ। चापकोट देखाउने र यहाँहरूले आफ्नो पकड क्षेत्र कालीगण्डदेखि अथवा पेलाकोट अथवा यस्तै ठाउँहरूमा त्यो गर्ने भन्ने पनि सुनिन्छ। लागि गत समयको पनि यस्ता घटनाहरू नआओस्, अन्तर्राष्ट्रिय स्तरमा सधैँ यहाँहरूले थाहा पाउनु भएको छ त्यो घटनाहरू नहोस् भनेर निष्पक्ष ढङ्गले होस् भन्ने अत्यन्त महत्त्वपूर्ण विषय उठाउनु भएको छ। तपाईँले एउटा चापकोट देखाउने, चापकोटको 3 नम्बर, 4 नम्बर, 5 नम्बर दार्जिलिङ एरिया देखाउने र अन्त पनि भोट क्याप्चर गर्ने भन्नुभएको छ। म तपाईँलाई के दृष्टान्त प्रस्तुत गर्न चाहन्छु भने मैले निर्वाचनमा पार्टीको तर्फबाट स्थानीय तहको निर्वाचनमा 2014मा भाग लिएँ। सहभागी भएदेखि कालीगण्डकीका कुनै पनि बुथहरूमा भोट क्याप्चर भएको छैन। मैले त्यही भनेर मेरो उम्मेदवारी अहिलेको उम्मेदवारी एउटा के हो भने यो स्याङ्जा क्षेत्रमा मध्ये असाध्यै बदनाम भयो। बदनाम पनि कस्तो भयो भने पितृले भोट हाल्दैन। घर कहाँ हो भने स्याङ्जा क्षेत्रमा मध्ये त्यहाँको जनप्रतिनिधि भने पितृले भोट हाल्नुको जनप्रतिनिधि को रहेछ भनेर भन्छ। मेरो एउटा उम्मेदवारी त्यो पितृलाई सम्मान गर्ने, मैले भनिरहेको छु पितृलाई सम्मान गर्ने, भोट हाल्ने जिउँदाले भोट हाल्ने वातावरण यसपटकदेखि त्यसको अन्त गर्नलाई मेरो उम्मेदवारी हो। त्यो अन्त हुन्छ यसपटक मलाई विश्वास छ। नियन्त्रण गर्ने दिशाको मुख्य कुराहरू छ, यसमा चाहिँ कानुनी व्यवस्था के गर्नुपर्छ? भागले मैले त्यो उल्लेख गर्न सकिनँ। मैले मेरो प्राथमिकता नीति नियम बनाउने, कानुन बनाउने नै जङ्गली जनावरमध्येको सबैभन्दा हामीलाई अप्ठ्यारो पारेको स्याङ्जामा अप्ठ्यारो पारेको बाँदर नै हो। बाँदरलाई नीति नबनाइकन त्यसलाई व्यवस्थापन गर्न सकिँदैन। त्यो व्यवस्थापन गर्न नसकेको कारणले त्यो नीति बनाउनुपर्छ। वन जङ्गलसँग अथवा वन मन्त्रालयसँग मिलेर हामी त्यो नीति बनाउनुपर्छ र नीति बनाइसकेपछि त्यसलाई वन्याकरण गर्न सकिन्छ कि त्यो अथवा कुनै ठाउँमा त्यसलाई संरक्षण गर्न सकिन्छ कि त्यो संरक्षण गर्ने हिसाबले मैले मेरो पहिलो प्राथमिकता रहेर काम गर्नेछ भन्ने मलाई लागेको छ। मैले अघि यो सँगसँगै केही विषयहरू यहाँ पनि उठेछन्। मैले त्योमा सारमा उठेका सबैलाई उठेको एउटा सबै नेतृत्व पङ्क्तिलाई भनेर उठाउनु भएको छ। बजारमा
धम्की दिने धेरै हिँड्ने राजनीतिक पार्टीका नेताहरूले यो गर्न पाइँदैन भन्ने उठाउँछ। यो पाइँदैन। यदि हाम्रो पार्टीको तर्फबाट भएछ भने त्यसको जवाबदेही म हुन्छु, अरू पार्टीको मैले जवाब दिन सक्दिनँ। अर्को मुठभेडतिर जानु खोजेको छ भने चाहिँ एकदम सही हो। यो मुठभेडतिरको अन्त गर्नलाई नै मेरो उम्मेदवारी हो। नेकपा एमालेको तर्फबाट मेरो उम्मेदवारी यो मुठभेड अन्त गर्नुपर्छ भन्ने लागेको छ। अर्को अत्यन्त महत्त्वपूर्ण विषय श्याम दुबरेजीले उठाउनु भएको छ, मसँग लक्षित पनि छ। यो राजधानी त्यति टाढा छैन, पोखरा पनि त्यति टाढा छैन, तर स्याङ्जामा स्वास्थ्य, रोजगारी, शिक्षा किन गुणस्तरीय प्राप्त गर्न सकेका छैनौँ भन्ने छ। त्यही गुणस्तरीय प्राप्त गर्नलाई नै मेरो उम्मेदवारी हो। त्यस गुणस्तरीय शिक्षाका यही वालिङमा, यही आलिगञ्जमा अथवा यही स्याङ्जाको 2 नम्बर क्षेत्रमा र स्याङ्जामा नै प्राप्त गर्नुपर्छ। रोजगारी यहाँ सिर्जना गर्न सकिन्छ। हामी राजधानी पुग्नु पर्दैन, पोखरा पुग्नु पर्दैन, भुटोट पुग्नु पर्दैन। त्यसको लागि नै हाम्रो उम्मेदवारी हो। र यो छिमेकी जिल्लाको तुलनामा स्याङ्जा अत्यन्त कमजोर देखियो भन्दा चाहिँ मैले कमजोर भए जस्तो त लाग्दैन, तर यो कमजोर छ भने पनि यो माथि उठाउँछ। स्याङ्जा सबैभन्दा हरेक दृष्टिकोणले, कृषि दृष्टिकोणले, पर्यटनको दृष्टिकोणले, अरू विकासको पूर्वाधारको दृष्टिकोणले अत्यन्त लोकप्रिय ठाउँ छ र सम्भावना भएको ठाउँ छ। यसलाई सम्भावना सबैभन्दा बलियो जिल्लाको रूपमा स्थापित गर्नलाई उम्मेदवारी प्रस्तुत गरेको। अब यो सिद्धार्थ हाइवेसँग जोडिएको कुरा उठाउँछ। धेरै वर्ष सिद्धार्थ हाइवेको कुरा उठाएको छ। अहिले तपाईँहरूले गत आर्थिक वर्ष तत्कालीन निवर्तमान सरकारले सिद्धार्थ हाइवेको लागि 19 अरब जतिको बजेट डिपिआर गरेर 19 अरब जतिको बजेट यही वर्षको आर्थिक हालतमा सुधार गर्नु भएको थियो। अहिलेको सरकारले यसलाई कार्यान्वयनमा ल्याएको छैन। यो तुरुन्तै कार्यान्वयनमा ल्याउनलाई हाम्रो उम्मेदवारी हो। यो उम्मेदवारी रहनेछ र त्यो कार्यान्वयनमा ल्याइन्छ भन्ने मलाई लागेको छ। अर्को हाम्रो सुरेशजीले सोध्नु भएको छ, जनताले विश्वास गर्ने आधार के छ तपाईँले भन्दा सिम्पल उदाहरण छ। कालीगञ्ज गाउँपालिकाले मैले 9 वर्ष नेतृत्व गर्दा मैले एउटा संस्थानको नेतृत्व गरेँ। त्यो नेतृत्व गर्दा मैले त्यो जिम्मेवारी प्राप्त गर्दा मैले इमान्दारको साथ कुरा गरेको छु। त्यही नै आधार हो, त्यही नै विश्वास, जनताले विश्वास गर्ने मूल आधार हो हुन्छ। अर्को यो भौतिक विकास मात्रै शान्ति दिँदैन होइन। त्यही कारणले हाम्रो खुसी आँटेको मैले कालीगञ्जको मेरो क्षेत्र त्यति बेला कालीगञ्जको थियो। कालीगञ्ज सुरुवात गरेर चाहिँ देशभरि, जिल्लाभरि, देशभरि हाम्रो खुसी कार्यक्रम जसले समाजलाई, अभिभावकलाई, विद्यार्थीलाई चेन्ज गर्न सक्छ त्यस्तो किसिमको कार्यक्रम लागू गरेर शान्ति दिने, मुलुकलाई शान्ति दिने वातावरण गर्नलाई मेरो उम्मेदवारी हो। अर्को हाम्रो माधव बैनीले सोध्नु भएको छ, यो स्वास्थ्य बिमा निःशुल्क न्यूनतम निःशुल्क विद्युत निःशुल्क देशभरि सम्भव छ, कालीगञ्जले सम्भव भयो भने देशभरि सम्भव छ भन्ने कुरा गर्नु छ। पक्कै छ, मैले क्यालकुलेसन गरेको छु। के अरे स्याङ्जा 2 नम्बर क्षेत्र मात्रै कुरा गर्ने करिब 11 करोड जति भयो भने 11 करोड जति भयो भने त्यो सम्भव छ। 11 करोडको बिमा गर्दा करिब 3 अरब 50 करोड जतिको सुविधा जनताले प्राप्त गरिरहेको छ। करिब 32,000 यहाँको घरधुरी छ। मैले क्यालकुलेसन गरेको छु, देशभरि क्यालकुलेसन गरेको छु। यो देशभरि सम्भव छ। त्यो अहिले स्वास्थ्य मन्त्रालयले जे पैसा खर्च गरिरहेको छ, बिमामा जे पैसा खर्च गरिरहेको छ, त्यो पैसाले यो सबैलाई सम्भव छ। त्यो सम्भव छ र त्यसको स्रोतको पनि मसँग विकल्प छ। त्यो अवसर प्राप्त भयो भने त्यो दुइटै यो निःशुल्क स्वास्थ्य बिमा पनि देशभरि लागू गर्न सकिन्छ, तिनवटा सरकार मिलेर सकिन्छ। त्यसपछि अर्को न्यूनतम विद्युत जो हामीसँग उत्पादन छ, अब विद्युतहरू प्रशस्त उत्पादन भएको छ, त्यो विद्युत चाहिँ न्यूनतम रूपमा सस्तोमा उत्पादन गर्ने, आम जनतालाई न्यूनतम विद्युत अथवा उज्यालोमा बस्नलाई त्यो वातावरण गर्न सकिन्छ। त्यो जसले बढी भएको छ उसले बढी पैसा दिन्छ, कम बाँध्नेलाई न्यूनतम रूपमा पनि के अरे उज्यालोमा 2टा बत्ती उज्यालोमा बस्न किसिमको वातावरण गराउन सकिन्छ। जसले गर्दा यो पैसा बाहिर पनि जाँदैन, स्वदेशको पैसा स्वदेशी उद्योगमा नै लगानी हुन्छ भन्छ। यी लगायतका थुप्रै व्यक्तिगत जीवनसँग जोडिएका कामहरू, मौलिक अधिकारले दिएका कुराहरूलाई पनि हामी काम गर्न सकिन्छ भन्ने हिसाबले अगाडि बढाएको छु। म यति कुराहरू राखेर राखेको र यहाँले त्यही सन्दर्भमा तलबाट उठेका प्रश्नहरूको पनि जवाब दिइसक्नु भएको छ। अरू जनताले उठाएका प्रश्नहरू त बाँकी नै छ। म झमिला सर हुनुहुन्छ राष्ट्रपाका उम्मेदवार, यहाँलाई आएका प्रश्नहरू र त्योभन्दा पहिला हाम्रो सामाजिक सञ्जालमा आएका प्रश्नभन्दा पहिला यहाँ फेरिबाट आएको एउटा प्रश्न छ, बारबार फाउन्डेसन र राष्ट्रपाको सम्बन्ध के हो? र त्यो भएर फाउन्डेसन कुनै नम्बरहरू त्यस्तो खालको छैन होला। व्यक्ति स्वतन्त्र हुँदै गर्दाखेरि कति खालको होला, तर राष्ट्रिय स्वतन्त्र पार्टीसँग त्यस्तो सहकारी सम्बन्ध छैन। प्रदेश सभामा सांसदले उठाएको राष्ट्रपाले अहिले बेलामा बालनले भन्ने गरेको संहिता काम छैन, अहिले फेरि जनकपुरमा गएर संहितालाई अझ बलियो बनाउनुपर्छ। यहाँको ठोस धारणा के हो?
खारेज गर्नुपर्छ भनेको प्रदेशले खारेज चाहिँ राख्नु होइन प्रदेश सभाको लागि चाहिँ अलिकति वैज्ञानिक खालको गर्नुपर्छ र स्थानीय तहकै जनप्रतिनिधिहरूलाई प्रदेश सभाको सदस्य बनाउनेतिर पनि ध्यान दिउँ तर यस्तो खर्चिलो खालको भड्किलो खालको हामीले प्रदेश सभा चाहिँ प्रदेश संरचना चाहिँ नबनाउँ भनेर हामीले तारिक स्पष्ट योजनामा खास गरी शिक्षा स्वास्थ्य रोजगारीको कसरी चाहिँ यो गर्छु भन्ने त्यस्तो के चाहिँ गर्नुपर्ने कुराहरू मैले भाषापत्रमा पनि उल्लेख गरिदिन्छु स्वास्थ्यको कुरामा साइका क्षेत्रमा दुईमा अथवा साइका जिल्लामै स्वास्थ्य परेको समस्या प्रभावमै आयो त्यसमा चाहिँ मैले विशेष रूपमा मैले कस्तो भनेदेखि देखेको अथवा सुनेको मात्रै होइन कि ती समस्याहरू भोगेको छु र रोजगारीको कुराहरू हामीले गर्नुहुन्छ भने आज पनि विदेशीका युवाहरू यहाँ चाहिँ लगानी गर्नको लागि तयार छन् लगानी गर्न उहाँहरू तयार हुनुहुन्छ तर लगानी मैत्री वातावरण हामीले सिर्जना गर्न सकिरहेका छैनौँ नीतिगत तरिकाले हो विभिन्न तरिकाले हो उहाँहरूलाई थोरै अब चाहिँ यही लगानी गर्न पनि यही गर्न सकिन्छ भन्ने खालको आशाको दियो मात्रै हामीले दिन सक्यौँ भने र उहाँहरूलाई लगानी मैत्री वातावरण हामीले सिर्जना गऱ्यौँ भने उद्योग धन्दादेखि लिएर साना साना हाम्रो मौलिकतामा आधारित उद्योग धन्दाहरू गाउँ गाउँमा ठिक गर्न सकिन्छ र त्यसको लगानी चाहिँ उहाँहरूले नै गर्नुहुन्छ त्यसको लागि हामीले नीतिगत तहबाट उहाँहरूलाई लगानी मैत्री वातावरण सिर्जना गरेका छौँ स्वदेशमा भविष्य सुनिश्चित गर्नका लागि के हो तपाईँको जस्तै मैले अघि पनि भने नीतिगत तरिकाले अलिकति लगानी मैत्री वातावरण नीति क्षेत्रलाई यहाँ लगानी गर्ने विदेशीका युवाहरूलाई लगानी गर्ने र तपाईँहरूले लगानी गर्नुहोस् तपाईँहरूले गरेको लगानी चाहिँ सरकारले यो एङ्गलबाट यो नीतिबाट चाहिँ हजुरलाई संरक्षण गर्छ हजुरहरू सुरक्षित हुनुहुन्छ भन्ने खालको वातावरण हामीले सिर्जना मात्रै गर्न सक्यौँ भने पनि विदेशीका युवाहरू यहाँ लगानी गर्नको लागि हामीलाई तयार हुनुहुन्छ ज्याला मन्त्री गरेर जम्मा भएको पैसा सहकारीमा जम्मा भएको पैसा फिर्ता हुन्छ कि हुँदैन भनेर यहाँ लाग्छ फिर्ता हुनुपर्छ जसरी पनि हुनुपर्छ र त्यसमा कानुन छ कानुनभन्दा माथि कोही पनि छैन त्यसमा केही कहीँ संलग्न छ भने उहाँलाई कारवाही गरेर हुन्छ अथवा कसरी हुन्छ त्यो सहकारीमा पैसा जम्मा गरेका व्यक्तिहरूको पैसा फिर्ता हुने कुरामा चाहिँ त्यो कुरालाई त्यो प्रश्न नै होइन त्यो जसरी पनि फिर्ता चाहिँ हुनुपर्छ धन्यवाद म एमाले कङ्ग्रेसको साइनो भाइ बन्ने कि थप एजेन्डा पनि छन् तपाईँको भनेर प्रश्न आएको छ खासमा चाहिँ यो संसदीय राजनीतिलाई कम्युनिस्ट आन्दोलन माओवादी आन्दोलनले एउटा आन्दोलनको रूपमा चाहिँ प्रयोग गर्छ संसदीय राजनीतिलाई हामीले चाहिँ पुँजीवादी राजनीतिको एउटा अङ्ग मान्छे वेस्टर्न मिडियन पश्चिमाहरूको चाहिँ वेस्ट मिन्सिङ सिस्टम त्यसलाई अलिकति परिमार्जन तपाईँलाई शान्ति प्रक्रियामा देखि नै एउटा विषय उठ्दै आछ अहिले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति हुनुपर्छ पूर्ण समानुपातिक निर्वाचन प्रणाली हुनुपर्छ र चाहिँ एजेन्डागत रूपमा हामीले जनताका आधारभूत मुद्दाहरूलाई आधारभूत वर्गका मुद्दाहरूलाई चाहिँ सरकार र सदनले गर्नुपर्छ कानुन बनाएर गर्नुपर्छ समाजका अन्तर्विरोधलाई गर्नुपर्छ भन्ने जति पनि मुद्दाहरू छ ती माओवादी आन्दोलनले अथवा कम्युनिस्ट आन्दोलनले समाजका आधारभूत वर्गको हक अधिकारको मुद्दा अहिले तपाईँले हेर्नुहुन्छ भने परिवर्तनगामी आन्दोलनको एउटा पहाड शक्ति चाहिँ माओवादी आन्दोलन यो नेपाली कम्युनिस्ट तपाईँले अहिलेको मूल शक्ति जनयुद्ध जनआन्दोलन पश्चात नयाँ संविधान भयो त्यसको मुख्य गणतन्त्र सङ्घीयता समानुपातिक समावेशी होइन धर्मनिरपेक्षता लगायत जति पनि आधारभूत मुद्दाहरू छन् त्यसको पहाड चालक र त्यसको एजेन्डाकर्ता नै यो नेपाली कम्युनिस्ट पार्टी भएको कारणले गर्दाखेरि र जनताका आधारभूत अधिकारका मुद्दाहरूलाई सही नगरेर हल गर्ने पार्टी भएको कारणले गर्दाखेरि यो निश्चित रूपमा कङ्ग्रेस एमाले भन्दा अलिक फरकै छ भन्ने मलाई लाग्छ दुर्गम तथा कमजोर समुदायले लाभ पाउने व्यवस्था यहाँले चाहिँ कसरी गर्नुहुन्छ विशेष गरी सीमान्तकृत र कमजोर वर्गको विषय चाहिँ मुद्दाको रूपमा वर्गीय समस्याको एउटा अङ्गको रूपमा हामीले लिने गरेका छौँ होइन अब त्यसमा चाहिँ सीमान्तकृत भन्नाले आदिवासी जनजाति महिला होइन दलित समुदाय होइन लैङ्गिक अल्पसङ्ख्यक यी समुदायको जति पनि मुद्दाहरू छन् ती चाहिँ अहिलेका राष्ट्रिय राजनीतिका मुद्दाहरू जसलाई समानुपातिक समावेशीले एक तहसम्म सम्बोधन गर्ने प्रयत्न गरेका छ तर कानुनमा भएको व्यवस्था चाहिँ कार्यान्वयन हुन सकिरहेको छैन होइन जस्तै एउटा एक तहमा कानुन
प्राप्त भएको मौलिक हकको रूपमा जस्तै दलित समुदायलाई धारा 24 र धारा 40ले सम्बोधन गर्ने विषयहरू छ। शिक्षा, स्वास्थ्य, रोजगार जस्ता होइन सहभागिता जस्ता विषयहरू छ। तर त्यसलाई कानुन बनाएर हल्लाउनु पर्ने भन्ने छ। तर अहिलेसम्म कानुन नबनेका कारणले गर्दाखेरि कतिपय मुद्दाहरू अल्पत्र परेका छन् होइन, कार्यान्वयन हुन सकिरहेको छैन। र मेरो उम्मेदवारी पनि ती जति पनि व्यवस्थाहरू छन्, संविधानमा भएका व्यवस्थाहरू छन्, त्यसलाई कार्यान्वयन गरेर उनीहरूको राज्यमा सहभागिता गराउने, उनीहरूलाई शिक्षा, स्वास्थ्य, रोजगार, खाद्य सम्पूर्णता लगायत चाहिँ आधारभूत जनजीविकाका प्रश्नहरू हल गर्दै जाने र अवसर सिर्जना गर्दै जाने। अच्छा, धेरै धन्यवाद। यहाँ धेरै आन्तरिक भाग देखिरहेको छ उम्मेदवारहरूले। क्रमशः सबैजनाले बताउनुपर्छ। धेरै कुराहरू हुन्छ, आदिकुला हाइड्याम अनि सिद्धार्थ राजमार्ग, पर्यटन प्रवर्धन गर्ने योजना, यी सबै कुराहरू यसको वित्तीय स्रोत र बजेट व्यवस्थापनको स्पष्ट योजना, त्यस्तो खाका एकदम संक्षिप्तमा राखेको छ। यहाँबाट राज्यका शासकहरू इमान्दारीपूर्वक थिए। हामी त सेवक भन्ने गरेका छौँ। राज्यमा प्रतिनिधित्व भएर जाने र चाहिँ त्यो प्रतिनिधित्वलाई दुरुपयोग गर्ने है, जनताका मुद्दाहरूलाई बखालिङ्ग पारेर छोड्ने संस्कृति छ। यहाँ स्याङ्जाको केसमा पनि प्रभाव हुन सकेन कि हामीले चाहिँ मुलुकभरिको हेऱ्यौँ भने देखियो होइन। खास गरी लामो समयदेखि सत्तामा रहेका कङ्ग्रेस, एमाले जस्ता ठुला राजनीतिक शक्तिहरूले यतातर्फ ध्यान नदिएका कारणले गर्दाखेरि मुलुकका चाहिँ होइन राजस्वहरू चाहिँ दुरुपयोग हुने, राजस्व चुहाव हुने होइन, वैदेशिक चाहिँ लगानीहरू पनि एउटा चाहिँ दुरुपयोग हुने होइन, लगानी मैत्री वातावरणै नबनाइदिने, यस्तो किसिमको भएको कारणले गर्दाखेरि कतिपय योजनाहरू अल्पत्र परेको छ। जस्तै यही अहिले तपाईँले भन्नुहुन्छ, हामीले सुनिरहेको बुझिरहेको प्रत्येक निर्वाचनमा छलफल हुँदै आइरहेको सिद्धार्थ राजमार्ग होइन 2027 सालमा निर्माण भयो। त्यसले स्याङ्जालाई एउटा उत्कृष्ट जिल्लाको रूपमा चाहिँ गयो होइन। तर अहिले चाहिँ त्यसका विकल्पका सडकहरू भयो, त्यसका प्रतिस्पर्धी सडकहरू त्यो कारणले गर्दाखेरि नेपालमा अहिलेको चाहिँ आवश्यकता बमोजिम त्यो सडक स्तरोन्नति हुन सकेन है। स्तरोन्नति हुन नसकेका कारणले गर्दाखेरि हामी चाहिँ स्याङ्जा अहिले चाहिँ घरहरू खाली हुने, तपाईँलाई चाहिँ अहिले माइग्रेसनको यति ठुलो समस्या छ। तपाईँले गाउँमा जानु हो भने युवाहरू नभेट्ने समस्या छ। अवसर खोजीमा सहर प्रवेश गर्ने, विदेश जाने छ। त्यसको अन्त्यको निमित्त पनि हामीले चाहिँ यस्ता किसिमका परियोजना जस्तै कालीको आदिको आइडिया पनि राजनीतिक मसला परिरहेको छ। रियल हल गर्ने भयो कि हामी धेरैपल्ट डेलिगेसन पनि गयौँ त्यहाँ होइन। तर त्यो त्यसको चाहिँ व्यावहारिक पक्ष हेर्नुहुन्छ भने त्यसले त्यो मल्टी स्तरमा बिग्रेर चाहिँ अगाडि सारीको अवधारणा आदिको आइडिया होइन। त्यसले चाहिँ बिजुली उत्पादन गर्छ त्यसले होइन, त्यसले रोजगार उत्पादन गर्छ, त्यसले रोजगार सिर्जना गर्छ, त्यसले मत्स्य पालनको सिर्जना गर्न सकिन्छ होइन, त्यसले त्यो पर्यटन विकास गर्न सकिन्छ होइन। अथवा चाहिँ राप्तीको बाटोमा पर्यटकहरूलाई समेत चाहिँ राप्तीको दिएर चाहिँ गर्न सकिन्छ भनेको धेरैवटा एउटा परियोजना धेरैवटा चाहिँ काम गर्न सकिने भएको कारणले गर्दाखेरि त्यो ठुलो र बृहत परियोजना भएको कारणले गर्दाखेरि राज्यले यस्ता परियोजनाहरूलाई अलिक चाहिँ अध्ययन गरेर होइन, गम्भीरतापूर्वक अध्ययन गरेर यहाँको जनप्रतिनिधिहरूले त्यसलाई चाहिँ अगाडि सार्ने अवधारणा हाम्रो मेरो उम्मेदवारी पनि यी दुईटा ठुला प्रोजेक्ट तत्काल चाहिँ अब अध्ययन गरेर तत्काल हल गर्ने स्तरसम्म चाहिँ हामी नै हो। हस्, धन्यवाद। यही वर्ष म अर्को उम्मेदवारलाई राख्न चाहन्छु। वित्तीय स्रोत र बजेट व्यवस्थापनको स्पष्ट योजना विकास निर्माणको आदिकुला हाइड्याम भन्नुहोस् अथवा सिद्धार्थ राजमार्ग। सिद्धार्थ राजमार्ग चाहिँ बहुत महत्त्वपूर्ण एउटा राजमार्ग हो जसले कि दुईवटा महत्त्वपूर्ण स्थानलाई चाहिँ जोड्छ। लुम्बिनी जसमा कि बुद्ध भगवानको चाहिँ जन्म भएको हुँदाखेरि लुम्बिनीमा आउन चाहने जति पर्यटकहरू चाहिँ छिटोभन्दा छिटो त्यहाँ पुग्न चाहन्छ। त्यसै प्रकार सिपोखरा हाम्रो देशको चाहिँ प्राकृतिक रूपले चाहिँ सबभन्दा महत्त्वपूर्ण ठाउँ हो। हाम्रो प्रोजेक्ट यस कारणले यो हाइवेलाई चाहिँ राज्यले चाहिँ केही महत्त्व दिनुपर्छ जस्तो मलाई लाग्छ। अहिले चाहिँ यो योजना चाहिँ अलिक पछाडि परेको मलाई लाग्यो, किनभने यहाँ मैले के देखेँ त भने पार्टीहरू आफ्नो इन्ट्रेस्ट चाहिँ कुनै अरू हाइवेमा भएको हुँदाखेरि यसलाई चाहिँ अलिकति बजारमा परेको जस्तो मलाई लाग्छ। यो
सबै मिलेर अगाडि बढाउनुपर्छ जस्तो मलाई लाग्छ। त्यो हामीले गर्छौँ। हस्, धेरै धेरै धन्यवाद। उदाहरणको रूपमा भने सिद्धान्त राख्नु अथवा चाहिँ यो स्पष्ट योजना खाका चाहिँ के विस्तारित योजना छ? सरस्वती अहिलेको अवस्थामा हेर्ने हो भने हाम्रो टोटल बजेटको 20% विकास बजेट छैन भनेको हाम्रो प्रशासनिक खर्चहरू बढी छ। त्यसलाई चाहिँ अलिकति बढाउनको लागि पहिल्यै त आर्थिक रूपमा हामीहरू सम्पन्न नभएसम्म हामीले योजनाहरू त ल्याउँछौँ तर त्यो पुरा गर्न अप्ठ्यारो हुन्छ होइन। त्यसले गर्दा नीति क्षेत्रदेखि लिएर सबैलाई उद्यमी परिस्थिति बनाउनको लागि आजको आवश्यकता हो र उहाँहरूलाई उद्योग धन्दासँग जोडेर अलिकति रोजगारी सिर्जना गर्न सकियो भने र नीति क्षेत्रलाई अलिकति प्रोत्साहन मात्रै गर्न सकियो भने राज्यको दायित्वभित्र पर्ने र अहिले नै ठुल्ठुला कुरा गरेर सल्यानको आश्रयको सिद्धार्थ राजमार्ग बनाउन भयो। अहिलेको आवश्यकता के हो त्यो हेरेर केही स्तर उन्नति गर्न सकिन्छ। यहाँ आउने पर्यटकहरूलाई आउँदै गर्दाखेरिमा शौचालयदेखि लिएर विभिन्न जस्तै ट्राफिक जनचेतनाका कुराहरू साना साना कुराहरू गर्दै गर्दा पनि हामीले ठुलो उपलब्धिहरू हासिल गर्न सक्छौँ। त्यसले गर्दा ठुलो ठुलो सपना गरेर आजै त्यो पाहाडहरू भत्काएर फेरि पहिरोको जोखिमदेखि लिएर सबै कुराहरू बिर्सिन सकिँदैन अथवा त्यो आर्थिक बजेटले हाम्रो धान्दैन भने पनि के कति गर्न सकिन्छ त्यो अनुसारको अगाडि बढाउनु हो र विकास बजेट अलिकति नबढाएसम्म त्यो 20%को विकास बजेटलाई अलिकति नबढाएसम्म आर्थिक रूपमा हामी सम्पन्न नभएसम्म चाहिँ सिद्धार्थ राजमार्ग बन्नुपर्छ बनाउनुपर्छ। तर अहिलेको आवश्यकता के हो त्यो आधारमा चाहिँ हामीले बनाउने र आजको हाइलाइटको जुन कुराहरू गर्नुभयो त्यो चाहिँ प्राकृतिक रूपमा पनि एकदमै महत्त्वपूर्ण, पर्यटकीय रूपमा पनि एकदमै महत्त्वपूर्ण र धार्मिक रूपमा पनि धार्मिक पर्यटकहरू सयौँको सङ्ख्यामा यही बाटो हुँदै जाने हुँदा धार्मिक रूपमा र सबै किसिमबाट त्यो चाहिँ एकदमै महत्त्वपूर्ण छ र त्यसलाई पुरा गर्नको लागि जस्तै मैले एउटा के उदाहरण दिन्छु भने एउटा आइपिओ मात्रै खुल्यो भने आज लाखौँ जनताले आइपिओ गर्नुहुन्छ भनेको सरकारले अलिकति सुरक्षित सही लगानी भन्ने मात्रै वातावरण सिर्जना नीतिगत तरिकाले गर्न सक्यो भने लगानी भन्ने वातावरण चाहिँ बन्छ र त्यो बनाउन चाहिँ सकिन्छ। र विभिन्न मैले हेर्दै गर्दाखेरि विदेशीका साथीहरूले विदेशबाट विभिन्न प्रश्नहरू पनि मलाई राखेको मैले पाएँ। मेरो समयको चापले गर्दा मैले अहिले नै त्यसको एन्सर दिन्छु। जस्तै उहाँहरूलाई तत्कालै नभए पनि जस्तै 1 वर्षभित्रमा के गर्नुहुन्छ गर्न सकिन्छ र उहाँहरूको लगानी यहाँ हामीले सुरक्षित कसरी गर्न सकिन्छ भन्ने कुराको नीतिगत तरिकाले सुधार गर्छ। हाम्रो माथिका डाँडाहरूमा अहिले पनि कोदोबाट विभिन्न भनौँ न मदिराजनले रक्सीजन्य उत्पादनहरू गर्नुभएको छ। त्यसलाई ब्रान्डिङ मात्रै गर्न सक्यो अलिकति सरकारले त्यसमा अलिकति ध्यान दियो र एउटा मापदण्ड मात्रै बनाउन सक्यो भनेको उहाँहरूको रोजगारको त्यही सिर्जना गर्न त हामीसँग उत्पादन भएको कुरो अहिले जापान भएर त्यो फेरि प्युरिफाई भएर त्यो आएको अवस्था छ भनेपछि त्यसलाई चाहिँ नीतिगत रूपमा सुधार गर्नलाई चाहिँ हामीले विशेष पहल गर्छौँ र उहाँहरूलाई पनि अब चाहिँ देश बन्छ है भन्ने खालको सानो खालको आशाको एउटा झिलको आशाको त्यो चाहिँ हामी पाल्न सक्छौँ भने उहाँहरूले लगानी गर्ने चाहिँ वातावरण सिर्जना हुन्छ। आधी खोलाको सेयर विद्युत उत्पादन कम्पनीको सेयर पाउँदैन। यस्तै यस्तै हुँदै जाँदा अरू वन जङ्गलहरू पनि अरू हातमा जाने अब निजी कम्पनीहरूलाई बिक्री गरिदिने होइन। निजी उद्योग धन्दाहरू नेपालमा हेर्नु धेरै उद्योग धन्दाहरू बिक्री भएका छन्। त्यसलाई चाहिँ यो आधी खोलाको आधी खोला चलाउने योजना 50 वर्षको लागि चाहिँ युनाइटेड मिसनसित सम्झौता भएको थियो होइन। युनाइटेड मिसनको कति नेपाल सरकारको कति त्यो पर्सेन्ट छ। अब नेपाल सरकारले फेरि तपाईँको कुन कुरोलाई फेरि वितरण त्यो हस्तान्तरण गरेको छ। अब उनीहरूको यहाँ जनताको ऐबत बेगर अब हाम्रो सम्पदामाथि विदेशीहरूलाई त्यस्ता उद्योग धन्दाहरू बेच्दै जाने हो भने हामी कहाँ जान्छौँ? हाम्रो सम्पदा प्रकृतिको स्रोत साधन प्रकृतिको वरदान हामी समेत प्रयोग गर्नुपर्छ। नभने हामी यस्तै यस्तै हुँदै जाँदा हामी धेरै कुरामा हामी गरिबी हुँदै जान्छौँ। शिक्षा स्वास्थ्य तपाईँको धेरै कुरामा निजीकरण हुँदै गर्छ, व्यापारीकरण हुँदै गर्छ। यसमा हामी सचेत रहनुपर्छ। धन्यवाद हजुरलाई। यो हजुरले गरिरहेको क्वेसनमा गत वर्ष 18 अर्ब 97 करोडको बजेट थियो राज्यमा। त्यो बजेट चाहिँ छुट्याउँदै गर्दाखेरि यो हामीले भनेको संरचना बनाउन नसक्ने अवस्था चाहिँ भयो। बनाउन धेरै तरहले गर्न सकिन्छ कि यो मात्रै कार्यक्रम होइन, त्यसैभरिको कार्यक्रमहरू पनि योजनाहरू सम्पन्न गर्न सकिने अवस्था छ। त्यसलाई केले रोकिरहेको छ भने भ्रष्ट शासक र भ्रष्ट व्यवस्थाले त्यसलाई चाहिँ अत्यन्तै रोकिरहेको छ। यो मुख्य कुरा चाहिँ भ्रष्ट शासकै हो र यहाँबाट जितेर जाने नेतृत्व गर्ने नेताहरू जुन हुनुहुन्छ उहाँहरूको इमान्दारितामा प्रश्न चिन्ह छ। त्यस कारणले गर्दाखेरि यो ओझेलमा परेको कार्यक्रम छ र
र तेस्रो कुरा संहिताले गर्दाखेरि साह्रै अब यो भ्रष्ट हुन पुगेको छ कि मुलुक र यहाँ आफ्नो आफन्त स्वार्थवादी र आफ्नो नातावाद र कृपावादमा चाहिँ अगाडि बढ्दाखेरि यो चाहिँ हामी कार्यक्रमहरू सम्पन्न गर्न नसकेको कारण यो छ। मित्र राष्ट्रसँगको पनि हाम्रो सम्बन्ध सुधार अत्यन्त राम्रो हुनुपर्छ। मित्र राष्ट्रसँग हामीले मित्र भएर काम गर्नुपर्छ। त्यसले गर्दाखेरि हामीलाई यो सिद्धार्थ हाइवे र यो हाइवेको विषयमा भारतमा चाहिँ हजुरको युपीमा 24 करोड नेपालीहरू 24 करोड जनता, यो 24 करोड जनता चाहिँ हजुरको पोखरा यो बाटो यदि सक्षम सिधा हुन्थ्यो भने यहाँको पर्यटन विकासलाई समस्या होइन। यहाँ यो अब हामीले यो जुन सिद्धार्थ राजमार्गको कुरा छ त्यो विषयमा चाहिँ अब हामीले बाटो विस्तारको कुरातिर त हजुर हामी गइसक्यो कि यो कुरा चाहिँ अब हामीले अन्त्य गर्नु। अब त हामी सुरुङ मार्गदेखि चाहिँ छिटोभन्दा छिटो पोखरा चाहिँ सुरु गर्ने। अब कहाँ विस्तारको कुरा हुन्छ? बुटोलबाट चाहिँ 1 घन्टामा पोखरा आउनु पर्यो नि मान्छे। पोखराबाट मान्छे बुटोल 1 घन्टामा पुग्नुपर्छ, तब त त्यसको विकासको कुरा छ। यही भन्दै यो भ्रष्ट प्रक्रियाले गर्दा नै यसको चाहिँ खास यो विषयमा त जति पनि अग्रज व्यक्तिले भनिसक्नु भएको छ है। र नन्तमा एउटा भ्रष्टाचारीको कारणले गर्दा पनि हाम्रो देश अब विकासको बाटो भन्न म चाहन्छु। र यति सुन्दर यति प्रकृतिले भरिएको देश हामीले हाम्रो अग्रजताज्यूले देशलाई विकास गर्न चाहन्थ्यो भने त तेस्रो नम्बरको जलस्रोतको धनी देश हाम्रो नेपालको जनता हाम्रो पानी देशको पानी बेची हामीले आफ्नो के अरे जनता पालिने र आय उपार्जन गर्ने हाम्रो एउटा छ। यो देशमा जति पनि हजुरको औषधिहरू जति पनि छ, यो जङ्गलमा जति पनि औषधिहरू छन् त्यो पनि हामीले आफ्नो आय उपार्जन गरेर हामी पालिने जनता नेपालको जनता पालिने हाम्रो एउटा धनी देश जलस्रोतको धनी देश भनौँ। त्यस कारणले गर्दाखेरि म यति भन्दै म कुनै बिदा हुन चाहन्छु। नमस्कार। गर्न चाहन्छु भने सकेसम्म समय मिल्यो भने इन्डिभिजुअली एज अ उम्मेदवारको रूपमा चाहिँ हजुरहरूले खुल्ला चौरमा पनि एक्लै अन्तर्क्रिया गर्ने खालको वातावरण सिर्जना गर्नुभयो भने यहाँहरूका प्रश्नहरू यहाँहरूका जिज्ञासाहरू मैले राख्नेछु। मैले यति चाहिँ अनुरोध गरेँ। आदरणीय जो फेसबुकमा कमेन्ट गर्नुभएको सबैजना दर्शक श्रोता महानुभावहरू हामीलाई विश्वास गरेर प्रश्न राख्ने सबै महानुभावहरूको हामी सबै प्रश्नहरू उठाउन सकेको समयको व्यस्तताका कारणले गर्दाखेरि र त्यसलाई साथ संक्षिप्त रूपमा हामीले के प्रश्नहरू चाहिँ उठाएका छौँ र यो कार्यक्रममा आइदिनुभयो सम्पूर्ण यहाँसँग उहिलेसम्म पनि हामीसँग रहेर साथ दिनुभयो सबैजना उम्मेदवारहरूलाई हार्दिक धन्यवाद र विजयको पनि शुभकामना व्यक्त गर्न चाहन्छौँ। र यही सँगसँगै अध्यक्षको अनुमतिले यो हाम्रो मतदाताको प्रश्न उम्मेदवारको जवाब फेरि पनि समय मिल्यो भने अर्को समयमा गर्ने बाचा चाहिँ आजका लागि यही अन्त्य भएको जानकारी